काङ्ग्रेसका थिङ्क ट्याङ्क नेपाली काङ्ग्रेस सूचना तथा प्रविधि विज्ञ आदरणीय दिपेश सर हामीसँग जोडिसक्नु भएको युवा नेता र अब साथीहरूलाई एउटा कुरो के जानकारी गराउँ भने आजको विषयवस्तु भनेको विशुद्ध रूपमा सूचना प्रविधि र त्यसको निरन्तरता र आर्थिकसँग कसरी जोड्ने युवालाई कसरी जोड्ने भन्ने विषयमा आज विशेष बहस हुने मैले चाहिँ अपेक्षा राखेको छु र दिपेश सर मलाई अनुमति दिनु कार्यक्रम सुचारू गर्नलाई। हजुर कृपया हजुर सुरु गरौँ न। हस् र यो नेपाली काङ्ग्रेसको जति पनि विदेशमा रहनुभएका झन्डै 2.5 लाख शुभचिन्तक शुभेच्छु कार्यकर्ता साथीहरू विदेशमा हुनुहुन्छ। विदेशमा बसेर नै नेपाललाई माया गर्नुहुन्छ। नेपाली काङ्ग्रेस 4 तारा झन्डा बोकेर रुखको छारी बसेर नेपाली काङ्ग्रेस र जनताको लागि चाहिँ सधैँ अटल अमर रहनुभएका साथीहरू तर्फबाट यो सञ्चालित नेपाली काङ्ग्रेस चौतारी कार्यक्रम जुन चाहिँ हामीले 5 महिना आज 11औं दिन भयो कन्टिन्यू दिइरहेका छौँ। यसमा हाम्रा आदरणीय इन्जिनियर दिपेश विष्ट सरलाई जो संयोजक हुनुहुन्छ नेपाली काङ्ग्रेस तर्फबाट थिङ्क ट्याङ्कको रूपमा पार्टीमा सहयोग गरिरहनु भएको छ, काम गरिरहनु भएको छ, उहाँलाई हार्दिकपूर्वक स्वागत गर्न चाह्यौँ। र हाम्रो नेपाली काङ्ग्रेस चौतारी सानो टिमले यसरी हाम्रा आदरणीय चाहिँ विज्ञहरूलाई यसरी हामी चाहिँ सार्वजनिक रूपमा सबैका सामु पुर्याएर सबैको पहुँचमा हाम्रो नेताहरू हुनुहुन्छ है, हाम्रो विचार विमर्श सङ्घर्ष सबै यथार्थमा वास्तवमा यही हो भनेर प्रश्न पार्ने मौका चाहिँ उपलब्ध गराई समय उपलब्ध गराई यहाँ उपस्थित भइदिनु भएकोमा हामी हार्दिकपूर्वक उहाँलाई धन्यवाद पनि दिन चाहन्छौँ। र साथै म के कुरा सुरु गर्न चाहेँ भने हजुर जस्तो युवा जोसँग आफ्नै किसिमको क्षमता छ, आफ्नै किसिमको योगदान छ, आफ्नै एउटा क्यापेसिटी छ कि तपाईँ आफै आफ्नो जीवनयापन गर्न सक्नुहुन्छ। तपाईँ किन 4 तारे झन्डामा जोडिएर राजनीतिक यात्रा सामाजिक यात्रालाई सुनिश्चित गरेर आज चाहिँ निरन्तरता दिइरहनु भएको त्यही कुरा अगाडि प्रश्न पार्दै अगाडि बढिदिनु हुन हार्दिकता अनुरोध गरेँ। जय नेपाल। हजुर धन्यवाद सबैजनालाई। जय नेपाल। केही मिनट ढिला हुन पुग्यो त्यसको लागि क्षमा चाहन्छु। म चाहिँ आफ्नो यो इनहेरिटेन्ट हिसाबले पनि डेमोक्रेटिक परिवारमा जन्मिएको र आफू इन्जिनियरिङ गर्दादेखि नै नेपाल विद्यार्थी सङ्घमा जोडिएको भएर डेमोक्रेटिक भ्यालुजहरूमा सधैँ प्रतिबद्धता रह्यो र सँगसँगै यो डेमोक्रेसीले नै स्वतन्त्रता दिन्छ, डेमोक्रेसीले नै प्रगति गर्ने अवसर पनि दिन्छ, डेमोक्रेसीले नै इक्वल राइट्स दिन्छ, डेमोक्रेसीले नै ओपननेस दिन्छ र डेमोक्रेसीले नै ग्लोबल रिच पनि दिन्छ भन्ने पनि विश्वास मैले लिएको छु। र डेमोक्रेसीले के गर्छ भने डेमोक्रेसीले कम्पिटिसन गर्ने इन्भाइरोमेन्ट पनि दिन्छ, कम्पिटिसन गरेर अब्बल मान्छे सही ठाउँमा पुर्याउने अवसर पनि डेमोक्रेसीले दिन्छ। त्यस कारणले गर्दाखेरि म नेपाली कङ्ग्रेससँग 4 तारे झन्डासँग आबद्ध हुनुको कारण चाहिँ विविध कारणहरूप्रति मैले प्रमुख कारणहरू हजुरलाई जानकारी गराएँ। अब जसरी नेपाली काङ्ग्रेसले उपसमितिहरू गठन गरेर जसरी हजुरलाई सूचना तथा प्रविधि संयोजक बनाएर कार्यक्रम अगाडि बढाउन कोसिस गरिरहनु भएको यसको वास्तवमा टिओआर चाहिँ के हो, यसले कुन चाहिँ कार्यक्षेत्रको कुन चाहिँ परिधिभित्र बसेर काम गर्छ र यसले चाहिँ कस्तो किसिमको भूमिका निर्वाह गर्छ र जनतासँग काङ्ग्रेसलाई जोड्छ, यसको त्यो बेस्ट स्ट्रेन्थहरू के हुन् त्यो बताइदिन हार्दिक अनुरोध गर्छु। म चाहिँ नेपाली कङ्ग्रेसको प्रधानमन्त्री हुनुहुँदाखेरि उहाँको सचिवालयमा आइटी एडभाइजरको रूपमा पनि काम गरेँ। त्यो सँगसँगै नेपाली कङ्ग्रेसको जुन डिजिटल सिस्टम बन्यो र विगत 6 वर्षदेखि नेपाली कङ्ग्रेसको क्रियाशीलको काम जुन अनलाइन काम भइरहेको छ त्यसमा पनि मैले आफ्नो टेक्निकल लिडको रूपमा मैले काम गरेँ र भर्खर वैशाख फर्स्ट विकमा म ई गभर्नेन्स बोर्ड भन्ने नेपाली कङ्ग्रेसको नेपाल सरकारको प्रधानमन्त्री अध्यक्ष हुनुहुन्थ्यो, अहिले मुख्य सचिव हुनुहुन्छ, त्यो संस्थामा सदस्य सचिव र प्रमुख कार्यकारी अधिकृतको रूपमा पनि काम गरेँ। भनेको विशेष त सूचना प्रविधि र डिजिटल गभर्नेन्समा मैले नेपाल सरकारको प्रधानमन्त्रीको सचिवालयमा बसेर र सिइओ भएर र पार्टीको पनि डिजिटल ट्रान्सफर्मेसनको यात्रामा आफूले लिड गर्ने मौका पाएको हुनाले त्यो अनुभवलाई सँगालेर त्यो अनुभवलाई कसरी पार्टीको हितमा र देशको हितमा प्रयोग गर्न सकिन्छ भनेर पार्टीका उपसभापति आदरणीय विश्वप्रकाश शर्मा अहिले प्रमुख हुनुहुन्छ नीति प्रतिष्ठानको, उहाँले मलाई यो सूचना प्रविधि तथा डिजिटल गभर्नेन्सको भूमिका प्रदान गर्नुभएको छ, त्यसको उपसंयोजकको रूपमा, समितिको उपसंयोजक। अब मूलत यसको टिओआरमा चाहिँ दुईटा छ। एउटा पार्टीभित्र डिजिटल ट्रान्सफर्मेसन कसरी युज गर्न सकिन्छ, त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ, किनभने गभर्नेन्स आखिर अल्टिमेटली पार्टीको गभर्नेन्स पनि डिजिटल गभर्नेन्स मार्फत त्यो गभर्नेन्स भयो भने त्यो दिगो हुन्छ। अस्ट्रेलियामा हुनुभएका अथवा विभिन्न देशमा हुनुभएका
नेपाली कङ्ग्रेसका शुभचिन्तकहरूलाई पनि पार्टीसँग सजिलै जोड्नलाई डिजिटल माध्यमै प्रयोग गर्नुपर्छ। त्यस कारणले त्यो डिजिटल ट्रान्सफर्मेसनको नेपाली कङ्ग्रेसको स्ट्राटेजी के हो? पार्टीभित्र सङ्गठनभित्र एउटा त्यो स्ट्राटेजी बनाउनको लागि। अर्को, होल नेपाली काङ्ग्रेस भोलि सरकारमा सत्तामा पुग्दै गर्दा अथवा नपुग्दै गर्दा अथवा नेपाली कङ्ग्रेसको विभिन्न तह, चाहे त्यो सङ्घ अथवा प्रदेश अथवा स्थानीय सरकार भनौँ, त्यसमा नेपाली कङ्ग्रेसले लिडरसिप लिएको ठाउँमा नेपाली कङ्ग्रेसका लिडरसिपहरूले डिजिटल गभर्नेन्स र सूचना प्रविधिमा कस्तो नीति बनाउनुपर्छ, कस्ता प्रिन्सिपल्सहरूलाई अवलम्बन गर्नुपर्छ भन्ने कुराको विषयवस्तु तय गर्न। र सँगसँगै के हो भने पार्टीभित्र रहनुभएका पार्टीका शुभेच्छुकहरूलाई सूचना प्रविधि र डिजिटल गभर्नेन्समा कस्ता प्रशिक्षणहरू दिनुपर्छ, कस्ता अनुसन्धानहरू गर्नुपर्छ भन्ने विषयमा पनि तयारी गर्नको लागि मूलतः यो टिओआरको साथ मलाई जिम्मेवारी अहिले प्रदान गरेको छ नेपाली काङ्ग्रेस पार्टीले। सर, धन्यवाद। अब जस्तो हजुरले प्रधानमन्त्रीसँग रहेर काम गर्नु हुँदाखेरि योभन्दा अघिल्लोचोटि चाहिँ धेरै साथीहरूले के भन्छन् भने 30 वर्षमा के काम गर्यो काङ्ग्रेसले भन्दाखेरि हामीसँग कुनै त्यस्तो चाहिँ गौरव गर्न लायक, हामीले ओनरसिप गर्न मिल्ने त्यस्तै कुनै कार्यहरू हजुरको संयोजक हुँदाखेरि, प्रधानमन्त्रीको संयोजक भएर काम गर्दाखेरि डिजिटल गभर्नेन्समा के कामहरू, जस्तो नागरिक एप हो कि अरू कुनै त्यस्तो एपहरूको चाहिँ हामीले चाहिँ उत्पादन गऱ्यौँ कि जनतालाई सेवा सुविधा दिन नयाँ कुनै चाहिँ काम गऱ्यौँ कि त्यस्तो कुनै स्मरण र हामीले लिपिबद्ध गरेका हाम्रा सुनौला अक्षरहरू केही छन् भने त्यसको बारेमा प्रश्न पारिदिन हार्दिक अनुरोध। धन्यवाद। सबैभन्दा ठुलो कुरा चाहिँ हामी कस्तो घरमा बसिरहेका रहेछौँ भने, म त्यहाँ बस्दा प्रधानमन्त्री कार्यालयमा 4.5 वर्ष बसेर काम गर्ने मौका पाएँ। हामीसँग हजारौँ घरहरू छ, तर त्यो घरहरूको नक्सा चाहिँ बनेको रहेछ। हामीसँग म्युजिकल इन्स्ट्रुमेन्ट्सहरू छ, जस्तै हार्मोनियम तालले बजिरहेको छ, आफ्नो तालले बजिरहेको छ, गिटार तारको तालले बजिरहेको छ। यो सबै म्युजिकल इन्स्ट्रुमेन्टहरू बज्दाखेरि म्युजिक आउनुपर्ने, तर अहिले नोइज आइरहेको छ। सन्दर्भ मैले भन्न खोजेको, सबै इन्स्ट्रुमेन्ट बज्दैमा म्युजिक आउँदो रहेछ, तर त्यो इन्स्ट्रुमेन्टहरूलाई यदि रिदममा, यदि फ्रिक्वेन्सी मिलाएर बजाएन भने चाहिँ म्युजिक आउँदो रहेनछ। सो नेपालमा गभर्नेन्स, डिजिटल गभर्नेन्समा कहाँनिर ग्याप छ भने हामीले यसलाई एकदम मेन ढङ्गले एनालाइसिस पनि गऱ्यौँ र अहिले ई गभर्नेन्स ब्लुप्रिन्ट, त्यसलाई हामीले पछि डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट भन्यो, त्यो ब्लुप्रिन्ट बोर्डबाट पास भएर क्याबिनेटबाट पास हुने चरणमा थियो मैले छोड्दा। अर्को, हामीले पर्सनल डाटा प्रोटेक्सन पोलिसी बनायौँ। अर्को, हामीले चाहिँ डेटा एक्सचेन्ज प्लेटफर्मको कुरा गऱ्यौँ। अब त्यो के हो म हजुरलाई भन्छु। मैले सबै ठाउँमा भन्ने गरेको छु। मेरो छोरी अहिले स्कुलमा पढ्छिन् र एक दिन व्हाट्सएप ग्रुपमा के मेसेज आयो भने, तपाईँको छोरीले आज अनिवार्य स्कुल पठाउनु होला, तपाईँको छोरीको ब्लड ग्रुप चेक गर्नुपर्छ भन्नुभयो। मैले भने बच्चा हस्पिटलमा जन्मिएको हो, हस्पिटलमा अलरेडी ब्लड ग्रुप चेक भएको हुन्छ र ब्लड ग्रुप चेक भएको कुरा, हस्पिटलमा चेक भएको कुरा स्कुलले फेरि त्यही कुरा माग्दैछ भनेको हाम्रो गभर्नेन्सको मूल समस्या के हो भने हामी एउटै डेटालाई पटक पटक कलेक्सन गर्छौँ। एउटै डेटालाई पटक पटक कलेक्सन नगरिकन एकपटक कलेक्सन गर्ने, तर त्यसलाई पुनः प्रयोग गर्ने सिद्धान्तलाई हामीले त्यसलाई इस्टाब्लिस गऱ्यौँ गभर्मेन्टभित्र। र अहिले तपाईँ जति पनि गभर्मेन्ट छ, यो गभर्मेन्टको 100 दिने कार्यक्रममा हेर्नुहोला। 100 दिने कार्यक्रममा मूलतः 5वटा विषयवस्तु मैले त्यो संस्थामा बसेर लिड गरेका विषयवस्तु परेका छन्। डेटा गभर्नेन्सको कुरा परेको छ, वानली वान्स प्रिन्सिपलमा यो देशलाई लाने भनेर त्यसमा लेखिएकै छ। त्यो भनेको के हो भने कुनै पनि डेटालाई एकपटक मात्र कलेक्सन गर्ने। आज कसैले जन्म दर्ता गर्न जाँदा वडा कार्यालयले के भन्छ भने बिहा दर्ता माग्छ। बिहे दर्ता वडा कार्यालय आफैले दिन्छ र फेरि जन्म दर्ता गर्दाखेरि फेरि आफैले दिएको सर्टिफिकेट माग्छ। सो हाम्रो गभर्नेन्सको मूल समस्या के हो भने हाम्रा गभर्मेन्टका अथवा नन गभर्मेन्ट प्राइभेट इन्स्टिट्युसनका हजारौँ संस्थाहरूले आफै सर्टिफिकेट इस्यु गर्छ र आफै त्यसको फोटोकपी माग्छ। त्यसकारणले गर्दाखेरि त्यो आफैले दिएको चिज आफैले नमाग्ने गरी हामीले के बनायौँ, हामीले यो देशलाई कता लान खोज्यौँ भने डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर भनेको त्यसको 4वटा लेयर हुन्छ, 4वटा तल्ला भनेको जस्तै एउटा घरको 4वटा तला हुन्छ। पहिलो तला भनेको नेसनल आइडी हो, दोस्रो तला भनेको डिजिटल पेमेन्ट हो। आज नेपालमा 2 करोडभन्दा बढी नेसनल आइडी इस्यु भएको छ, इनरोलमेन्ट भएको छ। डिजिटल पेमेन्ट भनेको हामी गाउँमा धेरै ठाउँमा साग किनेको पैसा पनि डिजिटल पे गर्छौँ।
तेस्रो भनेको डेटा एक्सचेन्ज लेयर। अघि मैले भने नि स्कुल र हस्पिटलको इक्जाम्पल दिँदै गर्दा स्कुलले हस्पिटलमा भएको डेटालाई एक्सेस गर्ने एउटा ब्रिज खोजिरहेको छ। त्यो ब्रिज भनेको डेटा एक्सचेन्ज प्लेटफर्म हो। म सिइओ हुँदै गर्दा हामीले डेटा एक्सचेन्ज प्लेटफर्मको स्टडी सकाएर वर्ल्ड ब्याङ्कको 5 मिलियनभन्दा बढी सहयोगलाई सेक्योर गरेर प्रोक्युरमेन्टको प्रोसेसमा जाने चरणमा थियो। त्यसपछि मैले आफ्नो जिम्मेवारीबाट त्यहाँबाट एक्जिट भएर अहिले यो जिम्मेवारीमा छु। चौथो भनेको कन्सेन्ट। कन्सेन्ट भनेको के हो भने जब सबै कुरा डिजिटल्ली कनेक्टेड हुन्छ तब एउटा संस्थाले अर्को संस्थासँग डेटा माग्दै गर्दा कन्सेन्ट दुई प्रकारको हुन्छ। भन्नु खोजे एउटा इम्प्लिसिट कन्सेन्ट, एउटा एक्सप्लिसिट कन्सेन्ट। भनेको एउटा ब्याङ्कले लोन दिन पर्यो भने कोल्याट्रल राख्नुपर्छ। कोल्याट्रल राख्दै गर्दा पूर्जा उसले हेर्नुपर्छ। अब पूर्जा ब्याङ्कले हेर्नुपर्छ भन्दै गर्दा त्यो पूर्जा अब ब्याङ्कले मसँग माग्ने होइन, त्यो पूर्जा ब्याङ्कले सरकारी निकायसँग माग्ने हो जसले मेरो पूर्जा स्टोर गरेको छ। भनेपछि मैले त डेटा करियरको रूपमा काम गर्नु पर्यो। त्यसो भएर यो 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 कन्सेप्टलाई तपाईँको इस्टाब्लिस गरेको नेपाली कङ्ग्रेसको लिडरसिपले हो। यो संस्था बनाएको पनि, म त्यसको फाउन्डिङ सिइओ, यो संस्था बनाएको पनि नेपाली कङ्ग्रेस। यो सिद्धान्तहरूलाई म एकदम यसलाई फेरि समराइज गर्छु। हामीले एउटा सिद्धान्तमा काम गऱ्यौँ र त्यो सिद्धान्त भनेको के हो भने when the data starts to run then the people do not have to run for service। जब डेटा दौडिन थाल्छ तब सेवा लिन मान्छे दौडिनु पर्दैन। तपाईँहरू विदेशमा हुनुहुन्छ, विदेशमा यो कुरा प्रयोग गरिरहनु भएको छ, इम्प्लिमेन्ट गरिरहनु भएको छ र यो कुरालाई हामीले पार्टीभित्र पनि, जस्तै पार्टीभित्र क्रियाशीलको कुरा गर्नुभयो भने यसपालि 5 लाखभन्दा बढी मान्छेहरूको क्रियाशील क्लिकको भरमा रिन्यू भएको छ। यसपालि 6743 वडा सभापतिको लगइन गराएर त्यहाँबाट नयाँ क्रियाशील सदस्यता भर्ने र अरू प्रोसेसहरू गर्ने काम पनि गरेका छौँ। त्यति मात्र होइन, मैले त्यहाँ भनेको छु के भन्दै गर्दा के छ भने जति पनि भातृ संस्था, शुभेच्छिक संस्थाहरू छन् त्यो सबै संस्थाहरूलाई चाहिँ तपाईँको पार्टीको केन्द्रीय सिस्टमसँग जोड्ने र कुनै पनि मान्छेलाई एउटा युनिकली आइडेन्टिफाई गर्ने। जस्तै तपाईँहरू जनसम्पर्कमा पनि हुन सक्नुहुन्छ, तपाईँहरू यहाँको भूगोलको क्रियाशील पनि हुन सक्नुहुन्छ, अथवा तपाईँहरू तरुण दलमा पनि हुन सक्नुहुन्छ। एउटा मान्छे कहाँ कहाँ उसले रिप्रेजेन्ट गरेको छ, कुन कुन संस्थामा ऊ प्रतिनिधित्व गर्छ भन्ने कुराको आइडेन्टिफिकेसन कसरी हुन्छ त भनेको यो विविध विषयमा पार्टीभित्र, पार्टी बाहिर र नेपाल सरकारभित्र रहेर काम गर्दै गर्दा नेपाल सरकारले नेपाली कङ्ग्रेसले लिड गरेको ठाउँमा हामीले काम गऱ्यौँ। अब यी सबै त हजुरले जुन सरकारमा भएर राज्य सत्ताको तर्फबाट गरेको योगदानहरू भयो, जुन नेपाली काङ्ग्रेसले अहिलेसम्म बाहिर ल्याएन। आज हजुरले भन्नुभयो नेपाली काङ्ग्रेस जहिले पनि ठाउँमा बसेर त्यो सही ठाउँमा बसेर काम गर्छ, तर प्रचार प्रसार जनताको सामु ल्याउँदैन। किन, कसो कारणले यो जनताको सामु बाहिर आएन? हजुरले यति धेरै ठुलो योगदान गरिसक्नु भएको रहेछ, यति ढिलो चाहिँ नीति र नयाँ नयाँ नियमहरू सरकार मार्फत चाहिँ जनतामा पुर्याइसक्नु भएको रहेछ, किन चाहिँ आजसम्म बाहिर आएन? किन यत्रो हामीले समय यत्रा दिन कुर्न पर्यो? आज भन्नुहोस् त, तपाईँ झन्डै आज 1 वर्ष हुन लाग्यो हजुरले सबै गरेका कामहरूको बाहिर आउनको लागि। कहाँनिर के कुराको कमीले गर्दाखेरि यी हामी नेपाली काङ्ग्रेसका साथी, इष्टमित्र अर्थात् नेपाली काङ्ग्रेसका सहयोगी पार्टीहरूले गरेका कामहरू बाहिर आएन र गुमनाम रह्यो? यसको प्रश्न पार्दिन हार्दिक गर्नुभयो। अब यस्तो हो, यो गभर्मेन्टभित्र बसेर काम गर्दा चाहिँ अलि लो प्रोफाइलमा बसेर काम गर्नुपर्ने रहेछ र प्रोसेसलाई बाहिर ल्याउने भन्दा पनि प्रडक्टलाई बाहिर ल्याउनुपर्छ भन्ने मान्यता हामीले त्यसलाई अङ्गीकार गऱ्यौँ। प्रडक्ट भनेको के हो भने जबसम्म जनताको लाइफ चाहिँ सहज हुँदैन तबसम्म उहाँहरूले फिल नगरेसम्म बोलेर मात्र त्यसलाई उहाँहरूले पत्याउनुहुन्छ जस्तो लागेन। त्यस कारणले फेरि कस्तो हुन्छ भने तपाईँहरू विदेशमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, कतिजना मलेसियामा हुनुहुन्छ होला, कुनै पनि देशको डिजिटल गभर्नेन्सको यात्रा अथवा सूचना प्रविधिको यात्रा भनेको त्यो एकै दिनमा, एकै वर्षमा कम्प्लिट हुने विषय होइन। किन होइन भने जस्तै हाम्रो जस्तै हामीले यहाँ नेपाल हुँदा पनि यहाँहरूले अनुभव गर्नुभयो होला, जग्गाको पूर्जा छ तर फिल्डमा गयो भने जग्गा छैन। त्यो भनेको के हो? त्यो भनेको के हो भने सिर्फ त्यो भनेको डेटा क्वालिटीको हो। आज एउटा म इस्टोनियाको इक्जाम्पल दिन चाहन्छु, जुन देशको आज तपाईँको डिजिटल गभर्मेन्ट, त्यसको चाहिँ ई-गभर्नेन्स इन्डेक्स भनेको नम्बर 2 छ। त्यो देशले के गरेछ भने 2025मा मात्र करिब 3100 वर्किङ इयर्स सेभ गर्यो। त्यो वर्किङ इयर्स भनेको के हो भने 1 वर्षमा अबको 3100 वर्षपछि त्यो देश जस्तो बन्छ उसले 1 वर्षमा 3100 वर्ष सेभ गरेछ।
अनि कसरी सेभ गर्यो भनेर हामीले चाहिँ त्यहाँ सोध्यौँ भने त्यहाँ एउटा कम्पनी दर्ता गर्नलाई 48 मिनट लाग्दथ्यो भने त्यो अहिले कम्पनी दर्ता 8 मिनटमा हुन्छ भनेपछि 40 मिनट सेभ भयो। यस्तो 40 मिनट हजारौँ एक्टिभिटिजमा सेभ गर्ने हो भने त्यो देशको त 3100 वर्ष सेभ भयो। हामीले हाम्रो देशको समय कसरी चाहिँ सेभ गर्न सक्छौँ भने हरेक सेवा प्रवाहका हाम्रा कामहरूको हामीले समय घटाउन जरुरी छ। एउटा कम्पनी दर्ता गर्नलाई आज 1 दिन लाग्छ भने त्यसलाई 2 घण्टामा झार्यो भने कम्तीमा त्यसको अफिस वर्किङ आवरको हिसाबले हेर्ने हो भने 6 घण्टा बचत हुन्छ। त्यस्तो 6 घण्टा त हजारौँ एक्टिभिटिजहरूमा हामीले सेभ गर्न सक्छौँ। त्यसरी देशको समय हामीले बचत गर्न सक्छौँ। तर यो जनताले अनुभूत नगरेसम्म पत्याउने कुरो भएन, किनभने हामीले सुशासन गरेको कुरा गरेको, हामीले समृद्धिको कुरा गरेको धेरै भयो। तर सबैभन्दा बढी अनुभूति गर्ने सुशासन चाहिँ के हो भने यो डिजिटल गभर्नेन्समा लगिसकेपछि चाहिँ यसले अनुभूत गर्न सक्ने सुशासन हुन्छ। त्यसकारणले हामीले काम गरेको कुरालाई बाहिर ल्याउन नसक्नुको विविध कारण छ। एउटा त म नेपाली कङ्ग्रेसको प्रधानमन्त्री हुँदाखेरि नियुक्त भएँ, तर मैले 4 वर्ष कार्यकाल हो र मैले 5 जना प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपले काम गर्ने मौका पाएँ। भनेको पहिला नेपाली कङ्ग्रेस, त्यसपछि माओवादी, त्यसपछि एमाले, त्यसपछि यो जेनजीको मुभमेन्ट पछिको सरकार र त्यसपछि अहिले भर्खर बनेको सरकार, भनेको 5 वटा प्रधानमन्त्रीज्यूसँग प्रधानमन्त्री कार्यालयमा बसेर काम गर्ने मौका पाएँ। भनेको के हो भने भनेको के रहेछ भने तपाईँ पोलिटिकल्ली एपोइन्टेड भएपछि त्यो सरकारसँग एडजस्ट हुने, त्यो सरकारको सल्लाह निर्देशनमा काम गर्ने र त्यसको आउटपुट चाहिँ बाहिर निकाल्ने भनेको कुरा चाहिँ यो पोलिटिक्ससँग एलाइनमेन्ट हुँदाखेरि यो कुरा चाँडै बाहिर आउने रहेछ। दुईटा कुरा, एउटा पोलिटिकल एलाइनमेन्टको कुरा र दोस्रो चाहिँ प्रोसेसलाई भन्दा प्रडक्टलाई ल्याउने मान्यताको साथ काम गरेको भएर हामीले यसलाई बाहिर ल्याउन सकेनौँ। तर समग्रमा हजुरले भन्नुभएको क्वेसनले चाहिँ के भन्छ भने समग्र नेपाली काङ्ग्रेसले गरेको कुराहरूको किन बाहिर आएनन् भन्दा हाम्रो प्रचार संयन्त्रहरू, हाम्रो डिजिटल माध्यमहरू, जसरी अहिले हजुरहरूले दिनदिनै यसरी कार्यक्रम यत्रो 5 महिनासम्म गर्नु भनेको पनि ठुलो च्यालेन्जको विषय हो। किनभने हरेक समयमा अतिथि म्यानेज गर्नु, हरेक दिन अतिथि म्यानेज गर्ने, लिसनर्सहरूलाई चाहिँ तपाईँको इन्भाइट गर्ने, उहाँहरूलाई इन्भल्भ गर्ने भन्ने कुरा पनि च्यालेन्जिङ कुरा हो। यस्तो चुनौतीपूर्ण कामहरू चाहिँ अब हामीले हरेक हाम्रा युनिटहरूले काम गर्नुभयो भने हाम्रा कुराहरू चाहिँ बाहिर जान्छन्। त्यसकारणले अलिकति यो कुरालाई चाहिँ अलि व्यवस्थित ढङ्गले के कुरा कसरी बाहिर लाने भन्ने एउटा रणनीतिको पनि खाँचो छ। प्रचार विभागमा हुँदाखेरि हामीले के कामहरू त्यो गऱ्यौँ, तर अघि हजुरले भन्नुभएको जस्तो धेरै कुरा बाहिर नआउनुको कारण चाहिँ बाहिर आउने र नआउने भन्ने विषयभन्दा पनि जनताले फिल गर्ने गरी काम गर्यो भने आफै बाहिर आउँदो रहेछ। त्यसकारणले हाम्रो प्रायोरिटी चाहिँ जनताले फिल गर्ने गरी काम गर्नुपर्छ भन्ने हो। जय नेपाल। अब म यहाँ हाम्रो साथीहरू हुनुहुन्छ, साथीहरूलाई म फोरम ओपन गर्छु। पाले साथीहरूले आफ्नो जिज्ञासा राख्नु होला। परिचय र सर्टमा जिज्ञासा राख्नु, धेरै लम्बी कुरा नगर्नु होला साथीहरू। समय एकदम इम्पोर्टेन्ट छ, बुझिदिनु हुन अनुरोध गर्छु। हामीसँग आज 3 जना गेस्टहरू हुनुहुन्छ। सबैलाई पालो हामीले टाइममा हामीले उहाँहरूलाई समय लिनेछौँ। र आज मैले सुरु गरेँ। मानबहादुर सर, हजुर के जिज्ञासा छ? माइक अन गरेर आफ्नो परिचयसहित जिज्ञासा राखिहाल्न अनुरोध गर्छु। मानबहादुर सर बिजी हुनुहुन्छ क्या अरे? प्रसिद्ध सर के जिज्ञासा भयो राखिहाल्न अनुरोध गर्छु। हेलो दिपेशजी, जय नेपाल। म बोलिरहेको छु, सुन्नु भएको छ? ल बोल्नु हजुर बोल्नु, सुनिरहनु भएको छ उहाँले। दिपेशजी जय नेपाल। म चाहिँ मेरो नाम मैले तपाईँको यो चाहिँ केन्द्रीय कार्यालयको जुन चाहिँ वेबसाइट बनेको छ, जुन सर्ट सिस्टम छ, त्योमा मैले धेरै ल्याकिङहरू देखेको छु। जस्तै फर इक्जाम्पल तपाईँले एउटा सिम्पल इक्जाम्पल दिन्छु। जस्तै नेपालको कसैले टेलिफोन नम्बर हाल्यो भनेदेखि चाहिँ त्यो टेलिफोन नम्बरले अटोमेटिक चाहिँ तपाईँ डेटा फेस गर्छ, नाम फेस गरेपछि चाहिँ त्यो नाम मैले करेक्ट गर्न मिल्दैन। त्यो ल्याकिङ छ यस सिस्टममा, तपाईँले एकचोटि चेक गर्नु होला। मलाई लाग्छ यो अलि हतार पनि भयो होला, त्यति धेरै टाइम पनि भएन होला हजुरहरूसँग। डकुमेन्टेसनमा अलिकति चाहिँ डकुमेन्टेसन ग्यादरिङमा अलिकति विकनेस भयो कि जस्तो पनि लाग्छ मलाई है। ल्याक अफ डकुमेन्टेसन पनि जस्तो लाग्यो मलाई कता। अनि यो अप टाइम डाउन टाइममा पनि अलिकति समस्या जस्तो देखेँ मैले। सँगसँगै एकचोटि चाहिँ कहिले लास्ट टाइम एउटा त्यो पिक आवरमा थियो मलाई लाग्छ, कहिले हो त्यो लास्ट टाइम एउटा चाहिँ डेडलाइन थियो यो एक्सटेन्सनभन्दा अगाडि। त्यो बेलामा पनि तपाईँहरूको त्यो सफ्टवेयरमा एकदमै स्लो है कामै नगर्ने जस्तो। के भनेको तपाईँहरूले अहिले सायद मलाई लाग्छ तपाईँले क्लाउड इन्जिनियरिङ ब्याकिङमा चाहिँ क्लाउड युज गर्नुभएको छ होला सायद मलाई लाग्छ।
त्यो गर्दै गर्दाखेरि त्यहाँ अलिकति किन लोड ब्यालेन्सिङको काममा चाहिँ अलिकति समस्या अलिकति चाहिँ त्यहाँनिर अलिकति ध्यान नदिएको हो कि जस्तो पनि देखियो है। अहिले त झन् क्लाउडमा चाहिँ जस्तै क्लाउड भेन्डरहरूले त तपाईँको जति युज गर्नुहुन्छ युज गर्दै गर्दाखेरि त्यसलाई चाहिँ उनीहरूले अप एन्ड डाउन अटोमेटिक गर्न सक्छन् तपाईँ आफ्नो पे अनुसार होइन, तपाईँलाई थाहा छ। त्यही भएर मलाई अलिकति रिफाइन्ड वेमा अलिकति रोबस्ट सिस्टम नबनेको हो कि जस्तो मलाई कता कता लाग्यो, मेरो आफ्नो फिलिङ्स र एक्सपिरियन्सको कुरा है। मलाई त्यस्तै अनि त्यो एकदमै धेरै डिटेल्सहरू छ त्यहाँ, कसैले आफ्नो इन्फर्मेसन हेर्न गयो भने त्यति धेरै चाहिने हो त। एउटा चाहिँ क्रियाशील सदस्यले उसले योगदान कति गरेको छ, यो समयमा के गरेको छ, या त्यति धेरै चाहिँ तपाईँको चाहिँ त्यो स्पेस क्रिएट गरेर त्यो डेटाबेसको चाहिँ साइज इन्क्रिज गरेर त्यो चाहिँ तपाईँको त्यो लोडिङ टाइम, भोलि डेटा फेस गर्दै गर्दा पनि लोडिङ टाइममा अलिकति चाहिँ डिफरेन्सहरू या अलिकति चाहिँ डिफिकल्टिजहरू किन आफै अननेसेसरी डेटालाई राखेर चाहिँ त्यसो चाहिँ त्यो डेटाबेसको चाहिँ साइज बढाएको होला भन्ने पनि लाग्यो मलाई। हुन त अब त्यो मेरो बुझाइ हो। तपाईँले यो विषयमा कसरी हेर्नु भएको छ? म एन्सर गरौँ? ए धन्यवाद मानव सर, हजुरले भन्नुभएको कुरा एकदमै सत्य हो। हामीले त्यहाँ सुधार्नुपर्ने विषयवस्तुहरू धेरै थियो र छ पनि, तर यसको ब्याकग्राउन्ड के हो भने अब यो सफ्टवेयर बन्ने कुरा चाहिँ एउटा आफ्नो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल हुन्छ। सुरुमा रिक्वायरमेन्ट एनालाइसिस गर्ने, त्यो रिक्वायरमेन्ट त्यसपछि त्यो रिक्वायरमेन्टलाई फ्रिज गर्ने, त्यो रिक्वायरमेन्ट फ्रिज भइसकेपछि बल्ल डेभलपमेन्टको काम सुरु हुन्छ। तर यो पोलिटिकल राजनीतिक पार्टीको सिस्टममा चाहिँ कस्तो बाध्यता हुँदो रहेछ भने तपाईँको रिक्वायरमेन्ट पनि फ्रिज हुँदैन, यो अन्तिमसम्म पनि रिक्वायरमेन्ट तपाईँको कन्टिन्यू हुँदो रहेछ र त्यो रिक्वायरमेन्टलाई फ्रिज गर्न पनि सकिँदो रहेछ। किनभने यो पोलिटिकल पार्टीको सिस्टम चाहिँ यति तपाईँको डाइनामिक हुँदो रहेछ, भन्दै तपाईँको यो समूहहरूको कुरालाई पनि रिप्रेजेन्ट गरिदिनु पर्ने, भन्दै जिल्लाहरूको चिजलाई पनि रिप्रेजेन्ट गर्नुपर्ने। त्यस कारणले गर्दाखेरि पार्टीको जुन सिस्टम छ त्यो सिस्टमलाई चाहिँ पोलिटिकल डाइनामिजमलाई पनि यसलाई एकोमोडेट गर्नु पर्ने भयो र समयको पनि अभाव भयो। अर्को कुरा कस्तो भयो भने हामीसँग एकदमै जस्तै यो अद्यावधिकको कुरा पनि कहिले सुरु भयो भने चैत लगभग 24-25 गतेदेखि हामीले यो सिस्टम त अलरेडी थियो, 6 वर्षदेखि थियो, तर अद्यावधिक गर्ने हामीले 165 क्षेत्र सभापतिले इन्ट्री गर्नुहुन्थ्यो। त्यसपछि एकैचोटि हामीले 6743 वटा सभापतिले इन्ट्री गर्ने बनायो भनेपछि हाम्रो युजर बेस हामीले एकैचोटि बढायौँ। तर हामीले यो डिजिटल्ली उहाँहरूलाई डिजिटल लिट्रेसीमा काम गर्ने मौका पाएनौँ। एकैचोटि प्रतिनिधिहरू जिल्ला जानुभयो र जिल्ला गइसकेपछि मात्र उहाँहरूलाई सिस्टमको बारेमा जानकारी भयो। त्यस कारणले हाम्रो प्रोपर प्लानिङ हुन सकेन। र अर्को कुरा यो कम्तीमा पनि यो 3 महिना अगाडिदेखि यो प्लान गरेर डिजिटल सिस्टम बनाएर एक्जिक्युट गर्नुपर्ने कुरा हो। त्यस कारणले गर्दाखेरि लट अफ युजर पनि हुनुभयो, उहाँहरूलाई राम्रोसँग लिटरेट पनि बनाउन सकिएन समयले। सिस्टम हामीले एकदमै हतारमा बनाउनु पऱ्यो, त्यसरी कति ग्लिचेसहरू देखियो, कति समस्याहरू देखियो। इन्फ्रास्ट्रक्चरको कुरा गर्नुभयो, एकैचोटि धेरै युजरहरू हुनुभएको कारणले कहिलेकाहीँ सिस्टम डाउन पनि भयो होला र बिचमा फेरि हामीले युजर इन्टरफेसमा अलि युजर फ्रेन्डली भएन भनेर लगभग फर्स्ट विकदेखि चाहिँ त्यसको युजर इन्टरफेस पनि हामीले त्यसलाई चेन्ज गऱ्यौँ। त्यस कारणले विविध कारणले गर्दाखेरि हामीले चाहँदै पनि हजुरहरूले सोच्नु भएको जस्तो बेटर बनाउन सकेनौँ। तर फेरि कस्तो छ भने अहिले नेपाली काङ्ग्रेसको सिस्टम एउटा इन्टरप्राइज रिसोर्स प्लानिङ ERP जस्तो भइसकेको छ। यहाँ पेमेन्ट म्यानेजमेन्ट सिस्टम छ, मिटिङ म्यानेजमेन्ट सिस्टम छ, यहाँ क्रियाशीलको तपाईँको रिन्यू क्लिकको बेसमा हुन्छ, डिलिट गरेको क्रियाशीलहरूलाई रिस्टोर गर्न सकिन्छ। सो विविध यसमा एउटा इन्टरप्राइज रिसोर्स प्लानिङ जस्तो एउटा ठुलो कर्पोरेट हाउसको सप्लाई चेन म्यानेजमेन्टदेखि लिएर त्यसको कस्टमर रिलेसनसिप म्यानेजमेन्ट जस्ता विविध कुराहरूलाई पनि हामीले यो काङ्ग्रेसको सिस्टममा हामीले आफैले बनाएर राखेका छौँ। र फेरि अहिले के हो भने यो आर्टिफिसियल इन्टेलिजेन्सको यो अझ जति विकास हुँदैछ, यो विकास भइसकेपछि चाहिँ यसलाई युज गरेर अझै छिटो यसको डेभलपमेन्ट गर्न सकिन्छ भन्ने हो। त्यस कारणले हजुरहरूले भन्नुभएको जस्तो हामीसँग केही ग्लिचेसहरू, केही समस्याहरू थिए, त्यसको हामी समाधान गर्दै अगाडि बढेका छौँ। हजुरको फिडब्याकको लागि धेरै धेरै धन्यवाद। मेरो अर्को पनि एउटा फलोअप क्वेसन छ तपाईँलाई। तपाईँले यो चाहिँ जस्तै क्लाउड भेन्डर तपाईँले चुज गर्दाखेरि तपाईँले यदि माइक्रोसफ्टै चुज गरेको भए जुन चाहिँ के एजुर बेस्ड कुरा छ त्यसमा अटोमेटिक चाहिँ तपाईँको युजर अथेन्टिकेसन के रोल बेस्ड युजर अथेन्टिकेसन भन्ने सिस्टम थियो।
तपाईँ त्यहाँबाट त्यो चाहिँ तपाईँले स्पेसिफाइड युजरहरू जस्तै फर इक्जाम्पल तपाईँले भन्नुभयो 753वटा चाहिँ गाउँ के अरे हाम्रो के अरे स्थानीय निकाय भनौँ या चाहिँ जति वडा अध्यक्षहरू छन् वडा सभापतिहरू छन् उनीहरूलाई चाहिँ तपाईँको चाहिँ अथेन्टिकेसनको लागि सर्च बाई आइडी भन्ने एउटा फङ्सन युज गरेर त्यसलाई चाहिँ इजिली चाहिँ व्यवस्थापन गर्न सकिन्थ्यो होला डिटिओ बनाएर। त्यहाँनिर अलिकति समस्या पनि देखियो एउटा है मैले देखेको। अर्को कुरा चाहिँ के जोड्न खोजेको भन्दाखेरि तपाईँले भन्नुभयो हतारमा भयो, टाइम थिएन, त्यो मैले मान्छु, टाइम लिमिटेड थियो। तर यसलाई चाहिँ अलिकति अजाइलमा लगेर चाहिँ गर्नु पर्थ्यो कि जस्तो लाग्छ, किनकि तपाईँले भनेको एकदम सही कुरा हो। टाइम अनुसार रिक्वायरमेन्टहरू चेन्ज हुँदै जान्छ। अब यो अझ पोलिटिकल पार्टी भएपछि धेरै कुरा इन्क्लुसिभ वेबाट काम गर्नुपर्छ, द्याट्स भेरी फाइन कुरा हो। तर यो भन्दै गर्दाखेरि तपाईँ हामी कहिलेकाहीँ हतार गरेर यसलाई चाहिँ एकदमै चाहिँ वाटरफल बेसमा लग्यौँ कि होइन, किन त्यस्तो देखिन्छ क्या। जुन वाटरफल लेभलमा हामी चाहिँ एकैचोटि सबै डेटाहरू चाहिँ हाल्नुपर्छ, समेट्नुपर्छ, त्यसपछि यसलाई पूर्ण गर्नुपर्छ भन्ने खालको मेन्टालिटीमा गयो कि भन्ने जस्तो लाग्यो मलाई यसो हेर्दाखेरि। मैले युज पनि गरेँ, मजाले चलाएँ है। तर अर्को कुरा चाहिँ तपाईँलाई म जोड्न खोजेको लास्ट हो। मैले अर्को कुरा चाहिँ के सिद्ध गर्नु, तपाईँ हामी चाहिँ सबैलाई पालो दिउँ न पर्छ सर, सबै पालो आइहाल्छ ल सकाए हुन्छ बस ल सर यति चाहिँ सम्बोधन गरिदिइहाल्नु होला। अनि त्यसपछि म मन सरलाई नै मन सर हजुर जिज्ञासा राखिहाल्नु त मनबहादुर सर। यहाँ साथीहरू बुझाउनु भएको साथीहरू मैले कति के बोलिरहेको हुन्छ सुनेर बस्नु होला, आफ्नो पालोमा बोल्नु होला। बोल्नु भने म तल जान्छु, अरू साथीलाई पालो दिन्छु है। मन सर तपाईँ तल जाँदाखेरि माथि तान्नु भन्नुहुन्छ, माथि आएपछि बोल्नुहुन्न, के हो कुरा? मनबहादुर विश्वकर्मा सर सुनेर भएको छ तपाईँ मलाई? साथीहरू यस्तो गर्छ। मिन सर हजुर आफ्नो जिज्ञासा राख्नु होला, उहाँले जिज्ञासा लेख्नुहुन्छ, एकैचोटि सम्बोधन गर्नुहुन्छ। दाइ यस्तो के दाइ, अब यो हाम्रो चाहिँ के भन्छ क्रियाशील सदस्यता सधैँभरि जुन पनि ठाउँमा चाहिँ मान्छेले के अरे अध्यापति गरे, तर यो के अरे अध्यापति गर्दा पनि एउटा के अरे क्रियाशील सदस्य भएको एउटा छोराले पनि आमा बाउ सबैलाई चाहिँ लिएर ठ्याक्कै लाएर कति ज्यादाजना चाहिँ गरेर गर्थ्यो कि। यो चाहिँ कस्तो भने अब 86-87 वर्षको मान्छेलाई क्रियाशील सदस्य दिएर उसले चाहिँ अब के कुनै पनि ठाउँमा गएर कुनै पनि हिसाबले काङ्ग्रेसको सिद्धान्त अथवा के अरे काङ्ग्रेस के अरे कुनै पनि मान्छेलाई बुझाउन सक्दैन नि त। यो चाहिँ अलि चाहिँ गलत भयो कि त्यो विषयमा चाहिँ त्यो हेर्ने चाहिँ कुनै पनि अब त्यो 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 हुन्छ नि काङ्ग्रेस सचाले त्यो चाहिँ कसरी हेरिरहेछ त्यो विषयमा प्रश्न पार्दिनु होला। हुन्छ ल हस् ल ल मन सर तपाईँ कुरा राख्नु त, अनि एकैचोटि 3जना साथीहरूको जिज्ञासा मेटाउनुहुन्छ। हजुर जय नेपाल, म चाहिँ मनबहादुर विश्वकर्मा पञ्चपुरी नगरपालिका सुर्खेतबाट नेपाली काङ्ग्रेस युवा दलका सदस्य कर्णाली प्रदेशको सदस्य पनि हो। अनि मैले राख्न चाहेको कुरा चाहिँ म एकदम विकट ठाउँको मान्छे हो होइन। अब हाम्रो ठाउँहरूमा अझै पनि नेट इन्टरनेटको सुविधा चाहिँ अलिकति त्यति राम्रो चाहिँ छैन होइन। यस्तो अवस्थामा नेपाली काङ्ग्रेस पार्टीले नेट इन्टरनेटको सुविधा कम एकदम अभाव भएको ठाउँहरूमा अहिले नयाँ यो अध्यापित गर्ने प्रक्रियालाई अझै पनि विकट ठाउँहरूमा भइरहेको अवस्था छैन, के कसरी गरेको छ मैले यो बारेमा चाहिँ जानकारी लिन चाहेँ। हस् ल दिपेश सर 3जना साथीहरू राख्नु भएको जिज्ञासा पाले पालो सम्बोधन गर्न हार्दिक अनुरोध गरेँ। हजुर हुन्छ। अघि हाम्रो सुरुमा साथी उहाँको कुरा सुन्दा टेक्निकल ब्याकग्राउन्डै जस्तो प्रसिद्ध सरको प्रसिद्ध सर चाहिँ उहाँ परिचय दिनु भएन, उहाँले उहाँ युरोपमा हुनुहुन्छ, उहाँ चाहिँ सायद कम्प्युटर इन्जिनियरिङमा क्लाउड इन्जिनियरमा काम गर्छु, फ्रिल्यान्स डेभलपर हो म हैन। प्रसिद्ध सरको कुरा सुन्दा एकदम प्योर टेक्निकल ब्याकग्राउन्ड जस्तो लाग्यो मलाई, खुसी लाग्यो प्रसिद्ध सर कुरा गर्दा। अब यस्तो छ हामीले खास यसको सर्भर चाहिँ सुरुमा AWS मा थियो। अब यो धेरै टेक्निकल कुरा गर्यो भने बाँकी साथीहरूले बुझ्नुहुन्न होइन। अनि अब तपाईँले भन्नुभएको कुरा धेरै कुरा एकदमै हामीले रियलाइज पनि गरेका छौँ, आफूले फिल पनि गरेका छौँ। तर यो मैले यो एउटा कुरा के रियलाइज गरेँ भने नि प्रसिद्ध सर, यो डिजिटल गभर्नेन्स इज 20% IT एन्ड 80% गभर्नेन्स भन्दो रहेछ क्या। त्यसमा चाहिँ यो सूचना प्रविधिको रोल भनेको 20% हो, बाँकी चाहिँ बिजनेस प्रोसेस इन्जिनियरिङ, बाँकी चाहिँ यस्तो गर्नुपर्छ भनेर नेताहरूले गर्ने डिसिजन चाहिँ 80% भर पर्दो रहेछ। त्यो 80% को कारणले गर्दाखेरि नि यो 20%मा तपाईँको असर गर्छ। जस्तै म फर इक्जाम्पल के भन्छु तपाईँलाई भने हामीले 6743 वटा सभापतिहरूलाई आफैले लगइन गर्नुपर्छ भन्यौँ, तर नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालयसँग 6743 वटा सभापतिको नम्बरै थिएन। तब अब नम्बर कलेक्सन हुन थाल्यो। नम्बर कलेक्सन हुन थालिसकेपछि आधाभन्दा बढीको चाहिँ तपाईँको नम्बरै रङ थियो। अब नम्बर रङ हुने मान्छेलाई त ओटिपी जाँदैन नि त पार्टीको सिस्टमबाट। उहाँहरूले के सोच्नुभयो भन्दाखेरि ल पार्टीको सिस्टमै चलेन, राम्रै चलेन, यो के भयो, कस्तो सिस्टम बनायो भन्नु। सही कुरा।
त्यो भनेको तपाईँको यो डिजिटल भन्ने कुरा त एउटा होल इकोसिस्टम हो नि। त्यो इकोसिस्टम बनाउँदै गर्दाखेरि हामीसँग कहाँ डाटा मिस हुन्छ, त्यो मिस हुँदै गर्दा यसको दोष चाहिँ अल्टिमेटली सिस्टमले पाउँदो रहेछ। तर प्रसिद्ध सर जस्तो व्यक्ति जसले युरोपमा बसेर आफ्नो क्लाउड इन्जिनियरिङको एउटा कोर टेक्निकल काम गर्नुभएको छ, तपाईँ जस्तो मान्छेको पनि हामीलाई खाँचो छ। हामी पछि सम्पर्कमा पनि रहेर यसलाई अझ राम्रो राम्रो कसरी बेटर बनाउन सकिन्छ भन्ने सल्लाह पनि गरौँला। अब जहाँसम्म हाम्रो सरोजजी होइन कर्णाली प्रदेशबाट, होइन म कर्णाली सर, मनबहादुर सर, ए मनबहादुर सर, मनबहादुर विश्वकर्मा कर्णाली। ओके, अब त्यो जहाँ इन्टरनेट छैन त्यहाँ हामीले एआई साथी भनेर पनि ल्याएका थियौँ। नेपाली कङ्ग्रेसको त्यो 9701255555 नम्बरमा फोन गरेर त्यहाँ 10वटा क्वेसन सोध्थ्यौँ सुरुमा, पछि 4वटा क्वेसनमा हामीले त्यसलाई घटायौँ। अथवा त्यहीँबाट फोन गरेर पनि अध्यावधिक गर्न सकिने भन्ने पनि बनायो। त्यसबाट हामीले इन्टरनेट बेस्ड मात्र होइन, कल बेस्ड पनि काम गरेका थियौँ। त्यस कारणले त्यो एउटा उपाय अपनाएका थियौँ। अर्को चाहिँ हाम्रो अर्को एकजना साथीले उहाँले के सोध्नु, मिनबहादुर सरले चाहिँ आफ्नै परिवारभित्र कुरा गर्नु। ए उहाँले यस्तो छ, अब हेर्नुहोस् 86 इयर्सको मान्छे, 86 वर्षको ले नागरिकले चाहिँ नेपाली काङ्ग्रेसको क्रियाशील लिने भन्ने विषय चाहिँ अब 86 वर्ष अहिले पो हुनुभयो त, उहाँ 76 हुनुहुन्थ्यो होला, 56 हुनुहुन्थ्यो होला, 36 हुनुहुन्थ्यो होला, 26 हुनुहुन्थ्यो होला। उहाँको भूमिका चाहिँ नेपाली कङ्ग्रेसको हिजो 7 सालको क्रान्तिमा थियो होला, 46 सालको क्रान्तिमा थियो होला। अहिले पो बुढो हुनुभयो अथवा वृद्ध हुनुभयो। त्यस कारणले गर्दाखेरि पार्टीको विधानले यति वर्षको मान्छेले लिन पाउने नपाउने भन्ने कुरा कहीँ रोकटोक गरेको छैन र त्यस कारणले उहाँले अहिले पाउने कुरा स्वाभाविक पनि भयो। जहाँसम्म घर परिवारको छोराछोरीले गरिदिनु भयो भन्नुभयो, अब हेर्नुहोस् यो हजुरलाई मैले यो भने अलि कस्तो हुन्छ। तर हाम्रो छलफलको सुरुवात कहाँबाट भएको थियो भने यो बायोमेट्रिक लिएर यो भेरिफिकेसन गरेपछि मात्र अध्यावधिक गर्न दिने भन्नेबाट सुरु भएको थियो। अनि मैले के भने बायोमेट्रिकबाट भेरिफिकेसन गर्ने कुरा त बायोमेट्रिक त नेपाल देशले नै तपाईँको नेसनल आइडी म्यानेज गर्ने अझै चुनौती भइरहेको छ भने नेपाली कङ्ग्रेसले बायोमेट्रिक कलेक्सन गर्ने, त्यसको स्टोरेजको कुरा, त्यसको सेक्युरिटीको कुरा, त्यसको प्रयोगको कुरामा एकदम च्यालेन्जिङ हुन्छ। त्यस कारणले बायोमेट्रिकमा नजाउँ, ओटिपीमा जाउँ भनेर मैले नेताहरूलाई कन्भिन्स गरेँ। अब त्यसपछि सुरुमा तपाईँको 10वटा 15वटा फिल्ड अनिवार्य थियो। तर हामी यति धेरै चेन्ज हुँदै गयौँ कि यो 2 महिनाको बिचमा लास्टमा हामीले फोन नम्बर बाहेक अरू केही कुरालाई तपाईँको कम्पलसरी नै गरेनौँ। त्यस कारणले गर्दाखेरि यो रिक्वायरमेन्टै फ्रिज नभएर पनि हामीलाई धेरै समस्या भयो। त्यस कारणले गर्दाखेरि अब लास्टमा के भयो त भन्दाखेरि ओटिपी भेरिफिकेसन कसले गर्ने त? सुरुमा हामीले वडा सभापतिले ओटिपी भेरिफिकेसन गर्ने भनेका थियौँ। ओटिपी वडा सभापतिले अथवा जनसेवकको सभापतिले त्यहाँ पुगेपछि उहाँले सम्पत्तिको सबैले कसैले भर्नुहुन्छ, उहाँलाई सेन्ड ओटिपी गर्नुहुन्छ। त्यसपछि उहाँलाई अनुहार भेरिफाई, उहाँको फेस भेरिफिकेसन गर्नुहुन्छ, नम्बर भेरिफिकेसन गर्नुहुन्छ, तब मात्रै भर्न पाउने भनेको थियौँ। तर त्यसलाई पनि हामीले चेन्ज गरेर के गर्यौँ भने सेल्फ भेरिफिकेसन गऱ्यौँ। अब सेल्फ भेरिफिकेसन गर्दा त त्यो समस्या आयो। त्यस कारणले गर्दाखेरि यो धेरै डाइनामिक चेन्जेस, पोलिटिकल रिक्वायरमेन्टहरू चेन्ज भएको कारणले पनि कतिपय समस्या आयो। त्यसबाट अब तर हामीले अन्तिमसम्म त्यसलाई जसरी बढीभन्दा बढी सहभागिता गराउन प्रयास गऱ्यौँ, त्यो अनुसार भयो पनि। हजुर धन्यवाद। हस्, धेरै 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 धन्यवाद। अनि हाम्रो के अरे सन्दीप सर, तपाईँको छोटो समय छ भन्नुभयो, जिज्ञासा राखिहाल्नु होला। सन्दीप काप्री सर, हेलो सन्दीप काप्री सर, सुनिरहनु भएको छ मलाई? तपाईँ छोटो समय छ भन्नुभएको थियो, राखिहाल्नु त। ल अब सन्दीप सर बिजी हुनुहुन्छ भने मैले अब त्यसपछि दिनेश सर, हजुर केही जिज्ञासा छ? हजुर, सर्वप्रथम सबैजनालाई नमस्कार, जय नेपाल। म यता कर्णाली प्रदेश सल्यान जिल्ला, हाल दक्षिण कोरिया। हजुर सर। अनि मेरो जिज्ञासा चाहिँ जस्तो यदि म अब बाहिर बसेको मान्छेले म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य लिन चाहेँ भने यहाँबाट गर्नुपर्ने प्रक्रिया चाहिँ के हो, यो विषयमा चाहिँ अलि जानकारी गराइदिनु होला। ल के दिपेश सर, कसलाई चाहियो हो सर? यो चाहिँ म फर्म पठाइहाल्छु नि, एकैछिन 5 मिनट लाग्दैन सर, 2 मिनटमा भरि सकिन्छ। एकछिन दिपेश सर, यहाँ अब हाम्रो टेक्निकल साथी इन्जिनियर नै हुनुहुन्छ, उहाँले बुझाउँदा राम्रो हुन्छ, उहाँले सबै कुरा गर्नुहुन्छ है जीवन सर। एकछिन ल दिपेश सर, हजुरले बुझाइदिनु होला। खास यो सूचना प्रविधि र डिजिटल गभर्नेन्समा आजको छलफल थियो, तर बढीभन्दा बढी काङ्ग्रेसको क्रियाशील सम्बन्धी नै आयो प्रश्नहरू। त्यो अलि हट टपिक भएर पनि होला।
हट टपिक भएर पनि होला। अब त्यो नेपाली कङ्ग्रेसको वेबसाइटमा जाने, नेपाली कङ्ग्रेस / लगइन गरिसकेपछि एउटा स्क्रिन आउँछ। त्यो स्क्रिनमा गएर अद्यावधिक गर्ने कि नयाँ सदस्य लिने भन्नेमा त्यहाँ तपाईँले क्लिक गर्दै जानुभयो भने त्यो प्रोसेस चाहिँ आफै कम्प्लिट हुन्छ, धेरै कम्प्लेक्स छैन। हाम्रो जीवन सरले भन्नुभएको छ, जीवन सरको पनि सहायता लिएर नेपालीcongress.org मा गएर यहाँले सदस्यता लिन सक्नुहुन्छ। मैले यसमा यति नै भने सर, एकदम सजिलो छ प्रोसेस। एकछिन मैले प्रोफेसर यसमा मैले यो ट्राई गरेको थिएँ अनि त्यसमा चाहिँ त्यो नेपालको फोन नम्बर हान्नुहोस् भनेर आएको छ। अब नेपालको फोन नम्बर त मसँग हुँदैन त्यो दिनेशजी तपाईँले मलाई फलो गर्नु भएको छैन नभए फलो गर्नुहोस् है। अहिले मैले त पहिला फलो गरेँ, फलो गरौँ होइन। ल तपाईँलाई मैले यहाँनिर व्हाट्सएप नम्बर मैले मुनि दिएको छु। तपाईँले ट्याक्क म्यासेज आउँछ, हजुर ट्याक्क आएपछि तपाईँले फोन नम्बर पढ्दैन, तपाईँले जिमेलबाट ल हुन्छ सर, यो म तपाईँसँग कुरा गर्छु। ल उतै सल्टाउनु होला। ल मैले राजु सरलाई दिएँ, राजु अधिकारी, राजु खतिवडा सर, हजुर के जिज्ञासा भन्नुभएको थियो राख्नु होला। राजु सर माइक अन गर्नु होला। हेलो जय नेपाल, म भोजपुरबाट। मेरो चाहिँ के छ भने प्रश्न, हाम्रो यतिखेर नेपाली काङ्ग्रेस भनेको सूचना र सञ्चार क्षेत्रमा हामीले अलिकति अरू पार्टीभन्दा तलै हो कि जस्तो लागेको छ मलाई। मेरो दाइलाई के प्रश्न छ भनेदेखि अब हामीले अब आउने दिनमा हामीले, तपाईँहरू त हाम्रो सम्पत्ति हो, तपाईँ जस्तो मान्छे सम्पत्ति पहिलोचोटि चिन्दैछु म, यसका लागि म धेरै नै आभारी छु यहाँको होस्टज्यूलाई। म पहिलोचोटि चिनेको नेपाली काङ्ग्रेसमा यति ठुलो सम्पत्ति हुनुहुन्छ, तर हामीले पहिचान गर्न सकेको छैनौँ, हामी कार्यकर्ताले चिन्न सकेका छैनौँ। तर तपाईँहरूको जुन नलेजबाट अब काङ्ग्रेसलाई सूचना र सञ्चार क्षेत्रमा अरू पार्टीभन्दा पहिलो बनाउनका निम्ति अब के गर्दा ठिक हुन्छ यो बताइदिनु होला। यति प्रश्न। हस्, धन्यवाद। दिपेश सर, उहाँको जिज्ञासा चाहिँ आयो, हामी पछाडि पऱ्यो भन्नुहुन्छ। यस्तो छ, अब यस्तो छ कि अब अहिलेको प्रधानमन्त्रीको उमेर 36-37 वर्ष भयो। उहाँ पेसाले तपाईँको सिभिल इन्जिनियर हुनुहुन्छ। अनि सरस्वती अहिलेको मन्त्री परिषद पनि हेर्ने हो भने अब महावीर पुन र स्वर्णिम वागले त अलि सिनियर हुनुभयो, अरू सबै चाहिँ 40 भन्दा बिलो नै हुनुहुँदो रहेछ। अब नेपाली कङ्ग्रेसमा प्रोफेसनलहरूले अथवा एक्सपर्टहरूले मौका पाउने भनेको चाहिँ के हो भने, जस्तै अहिले मैले पार्टी सभापतिज्यू अथवा उपसभापतिज्यूलाई भेट्दा यो महामन्त्रीज्यूलाई पनि कुरा राखेको थिएँ। अहिले जुन विशेष महाधिवेशनपछि समिति बन्यो, त्यो समिति बनेपछि कतिजना आइटी पढेका मान्छे केन्द्र समितिमा परे भन्ने कुरा अथवा आइटीमा काम गरेको मान्छे परे भन्ने कुराको क्वेसन गर्दाखेरि एकजना पनि छैन। अब भोलि बन्ने केन्द्र समिति पनि पर्छन् जस्तो लाग्दैन मलाई। त्यस कारणले गर्दाखेरि जबसम्म हाम्रो यो पोलिटिकल प्याराडिजम, राजनीति गर्ने मान्छेहरू चाहिँ प्रोफेसनल मान्छेहरू, यो विषयमा ज्ञान राखेका मान्छेहरूलाई हामीले पार्टीको नेतृत्वमा चाहे त्यसलाई संरक्षण गरेर ल्याउने होस्, आरक्षण दिएर ल्याउने होस्, अथवा कम्पिटिसन गराएर ल्याउने होस्, त्यो माध्यमबाट ल्याएनौँ भने यस्तो नेतृत्वहरू इस्टाब्लिस हुँदैन। जस्तै सर, मलाई हजुरले कसरी चिन्नुहुन्छ? मलाई चिन्नलाई आज हाम्रो सरले चौतारीमा बोलाउनु भएर न चिन्नुभयो। त चिन्नलाई के गर्नु पर्यो भने प्लेटफर्म हुनु पर्यो नि। प्लेटफर्म भनेको कि एउटा पोलिटिकल रिकग्निसन हो, राजनीतिक रूपले यो मान्छे यहाँ छ भनेर हो। अर्को चाहिँ के भने त पुरा सेलिब्रिटीको रूपमा आउनु पर्यो। अब अहिले कस्तो छ भने, अब यो सकेसँग काम गरौँ, सकेसँग रिजल्ट दिउँ, सकेसँग यो धेरै मिडियामा आउन नपरोस् भन्ने खाले मेन्टालिटीको पर्यौँ फेरि हामी चाहिँ। सरको चौतारीमा पनि सकेसँग यसो स्किप गर्न पाएन हुन्थ्यो भन्ने पनि थियो, सरले बोलाइहाल्नु भयो। त्यस कारणले गर्दाखेरि अब हजुरहरूले पनि, किनभने काहीँ न काहीँ हजुरहरू पनि काहीँ न काहीँ कनेक्टेड हुनुहुन्छ, नेताहरूसँग कनेक्टेड हुनुहुन्छ। नेपाली कङ्ग्रेसलाई ट्रान्सफर्मेसनमा लाने हो, यस्तो लिडरसिप इस्टाब्लिस गर्ने हो भने पार्टीको केन्द्रीय नेतृत्व अथवा विभिन्न नेतृत्वमा यसरी इस्टाब्लिस हुनु पर्यो। अब म हजुरले एउटा आफ्नो व्यक्तिगत कुरा गरिहालेँ। मेरो घर कीर्तिपुर हो। म यसपालि काठमाडौँ क्षेत्र नम्बर 10मा उम्मेदवारको रूपमा आफूले दाबी गरेको थिएँ र मेरो भनौँ न पार्टीभित्र 5 जना हुनुहुन्थ्यो। 5 जनामा म अब 40+ उमेरसम्ममा छु। सिनियर मान्छे 55-60 वर्षसम्मको नेताहरू पनि हुनुहुन्थ्यो। तर फाइनल्ली अब म सेमी फाइनलसम्म पुगेँ, फाइनलमा आउट भएँ, टिकट पाएन।
अब अब मेरो घर किर्तिपुर हो। पार्टी सभापतिज्यूले किर्तिपुरको डाँडामा ल्यापटप बोकेर महिनाको 2-3 लाख कमाउने भन्ने कुरा जुन भन्नुभएको थियो, त्यो कुरा त किर्तिपुरबाटै कम्प्युटर इन्जिनियरलाई टिकट दिँदाखेरि ठुलो कुरा इस्टाब्लिस पनि हुन्थ्यो नि, तर त्यो इस्टाब्लिस हुन सकेन। यही प्रश्न मैले सोध्नेवाला थिएँ, हजुरले निकालिहाल्नु भयो। यो सबै सविस्तारमा बताउनु होला है यसलाई, यो विषयलाई। आज चाहिँ म पार्टीको महासमिति सदस्य हुँ। विगत 6 वर्षदेखि नेपाली कङ्ग्रेसको आइटी हेरिरहेको थिएँ। तर एउटा भनौँ न, नेपाली पार्टीले एउटा जिम्मेवारी मौका दिएर प्रधानमन्त्रीको सचिवालय तथा सिइओको रूपमा एउटा राज्यको पनि अनुभव रह्यो। तर मैले अब टिकट पाइनँ भन्न खोजेको हाम्रो सन्दीप सर, जबसम्म पार्टीले मौका दिँदैन नि, लिडरसिपमा ल्याउँदैन नि, इन्जिनियर मात्र भएर होइन, पार्टीको पोलिटिकल लिडरसिपमा जबसम्म ल्याउँदैन तबसम्म हामी चाहिँ छायामै पर्छौँ सर। मैले यति नै भने सर। अब अहिले धेरै कुरा, सही कुरा, एकदम ठिक छ सर। अब एउटा कुरा मैले हजुरलाई राखिहालेँ। अब हजुर त हाम्रो सभापति उषासँग किप इन टचमा हुनुहुन्छ। किन चाहिँ यो टेक्निकल प्लेटफर्म जस्तो अब जलस्रोत विज्ञहरू, आइटी विज्ञहरू, अर्थात् आर्थिक विज्ञहरू, सामाजिक विज्ञहरू, पर्यटन विज्ञहरू, सम्बन्धित विषयसँग सम्बन्धित, मन्त्रालयसँग सम्बन्धित छुट्टै कोटा, खुल्ला कोटा किन राखिँदैन पार्टीको केन्द्रीय सदस्यको लागि? यो कुरा पनि तपाईँले प्रश्न राखिदिन हार्दिक अनुरोध गर्छु है त केन्द्रीय नेतृत्वलाई। अब आउने चुनावमा काङ्ग्रेसको पार्टीभित्रको चुनाव केन्द्रीय समितिको लडाइँमा खुल्लातर्फ हरेक मन्त्रालय, नेपालमा 18 मन्त्रालय छ भने 18वटै मन्त्रालयभित्रका विज्ञहरूको लागि छुट्टै कोटा, केन्द्रीय सदस्यको कोटा यी खुल्ला गरेर त्यहाँभित्र साथीहरूलाई, त्यो भित्रका विज्ञहरू, त्यो भित्र मास्टर गरेका हुन् कि अथवा पिएचडी गरेका हुनलाई मात्र स्पेसल त्यो कोटा, त्यहाँभित्र चाहने सबै साथीहरूलाई कम्पिटिसन गराउने त्यो कोटा किन सुनिश्चित गरिँदैन पार्टीले? यो कुरा एकदम जोडहरूमा उठ्नुपर्छ पर्दैन? यो विषय तपाईँले प्रश्न पारिदिन हार्दिक अनुरोध गरेँ। यो विषय मैले राखेको छु, सभापतिज्यूलाई, उपसभापतिज्यूलाई, महामन्त्रीज्यूलाई पनि यो भेट हुँदा राखेको थिएँ। मैले उहाँहरूलाई अहिले तपाईँ हजुरहरूको केन्द्रीय समिति बनेको छ, डिजिटल मान्छे कतिजना छ भनेर पनि प्रश्न गरेको छु। र फेरि पार्टीको भनौँ न नीति प्रतिष्ठानमा पनि अहिले त एक्सपर्ट्सहरू नै, सबैजना एक्सपर्टहरू नै हुनुहुन्छ। हाम्रो एउटा सोचमा कहाँनिर एउटा समस्या रहेछ भने, यो एक्सपर्टहरू भनेको काम गर्ने कारिन्दा हुन् भन्ने रहेछ। एक्सपर्टहरू काम गर्ने कारिन्दा मात्र हुन्, एक्सपर्टहरू काम गर्ने, डकुमेन्ट बनाउने, काम गर्ने, सफ्टवेयर बनाउने अथवा सिस्टम डिजाइन गर्ने मान्छे मात्र होइनन्। एक्सपर्टहरू पोलिटिकल लिडर हुन सक्छन् भन्ने कुरा त रासोपाले इस्टाब्लिस गरेर देखाइसक्यो त। रासोपामा आज कतिजना एक्सपर्टहरू, तपाईँ आशिष गजुरेल कुरा गर्नुहुन्छ भने उहाँ पनि एक्सपर्ट हो, सोभिता गौतम उहाँको आफ्नो एउटा प्रोफेसनल हो, उहाँ अहिले भौतिक मन्त्री हुन्छ, उहाँ प्रोफेसनल हो। त्यस कारणले हामीले पार्टीलाई त्यो प्याराडिजममा सिफ्ट गरेनौँ भने चाहिँ कठिनै छ सर, कठिनै छ। पोलिटिकल लिडरहरूले सोच्नुपर्ने विषय हो यो। अनि आवाज त हामी उठाइहाल्छौँ नि सर, तपाईँहरू त तयारी मात्रै गर्नु न सर। एउटा जिज्ञासा पनि छ है मलाई, एकछिन मसँग टाइम छ तपाईँसँग भने एउटा मात्र प्रश्न राख्छु। राखिहाल्नु। के अरे दिपेश सर, तपाईँ आइटी डिपार्टमेन्टमा हुनुहुन्छ, तपाईँहरूले चाहिँ अहिले यो चाहिँ हाम्रो देशमा अहिले चाहिँ तपाईँको के अरे डिजिटल वार चलिरहेछ होइन? यो पछिल्लो इलेक्सन पनि त्यसैको चाहिँ एक खालको चाहिँ रिफ्लेक्सन हो होइन? तर तपाईँ हामीले चाहिँ यो समयमा नेपाली काङ्ग्रेसका जति नेताहरूले राम्रा कुराहरू, भाषणहरू गरेका छन्, तिनीहरूलाई किन यसरी चाहिँ एल्गोरिदमले चाहिँ क्याच गर्ने हिसाबले चाहिँ हामीले चाहिँ डिजिटल्ली डिप्लोय गर्न नसकेको हो यहाँनिर? किन अलिकति आइटी टिममा कि त ल्याक अफ म्यान पावर छ कि होइन, या तपाईँसँग ल्याक अफ रिसोर्सेसहरू छ कि, या चाहिँ यसलाई चाहिँ कति अलिकति चाहिँ यो डिजिटल्ली चाहिँ अलिकति चाहिँ के अरे यसलाई हाइली चाहिँ तपाईँको चाहिँ यसलाई डिप्लोइमेन्टको लागि या चाहिँ सोसाइटीलाई इन्रिचको लागि चाहिँ अहिले चाहिँ एउटा सर्टेन टार्गेटहरू हुन्छ होइन? त्यो के अरे एल्गोरिदमलाई चाहिँ एक्टिभेट गर्नको लागि त्यहाँ चाहिँ हामी किन पुर्याउन नसकिरहेका छौँ? जस्तै अस्तिको मलाई गजब लाग्यो चाहिँ, अस्ति हाम्रो चाहिँ संसदीय दलको नेताले जुन चाहिँ रोस्टममा बोल्नुभयो त्यो कुरा, अस्ति गगन दाइले पनि इभन चाहिँ उसमा बोल्नुभयो के अरे राष्ट्रसभाको महाधिवेशनमा, यी कुराहरू चाहिँ एकदमै चाहिँ एलिभेटेड गर्नुपर्ने नि त अहिले हामी चाहिँ सोसियल मिडियामा किन गर्न सकिरहेको छैनौँ हामी यो कामहरू? अन्य पार्टीले यही काम गरिरहेका छन्, राष्ट्रसभाले हेर्नुहोस् न कसरी चाहिँ डिप्लोय गरिरहेका छन् होइन? तर काङ्ग्रेसले किन गर्न सकिरहेको छैन? या यो चाहिँ यो तपाईँहरू जस्तो टिममा चाहिँ मेन पावर कम भएर हो कि, या हामीलाई चाहिँ लाग्दा अलिकति चाहिँ सोफिस्टिकेटेड वेबाट हामी अगाडि बढ्न सकिरहेको छैनौँ कि के हो सर? यो मलाई अलिकति बुझाइदिनु न। यसमा अस्ति लगभग एक हप्ता 10-12 दिन अगाडि हाम्रो यो नीति प्रतिष्ठानको बैठक भएको थियो। त्यसमा सूचना प्रविधि र डिजिटल गभर्नेन्समा मैले आफ्नो एउटा प्रस्तुति पनि दिएको थिएँ।
त्यसमा अनि त्यसमा हामीले एउटा के प्रस्ताव गरेका थियौँ भने नेपाली कङ्ग्रेसको एउटा डिजिटल स्ट्राटेजी बनाउनु पर्नेछ भनेर हामीले भन्यौँ। डिजिटल स्ट्राटेजी आज तपाईँले भन्नुभएको कुरा कहाँनिर छ भने हाम्रो नेपाली कङ्ग्रेसको डिजिटल स्ट्राटेजी के हो भन्ने कुरामा हामीले अहिले बनाइसकेका छैनौँ। एकदमै ट्रान्जिसनल छ। जस्तै चुनाव आयो, कमिटीहरू बन्छ, कमिटीहरू बनिसकेपछि प्रचार समिति बन्छ, त्यसपछि इलेक्सनको एनालिटिक्स एउटा डेटा एनालिटिक्सको टिम बन्ला। इलेक्सनको 2 महिना अगाडि त्यो सुरु हुन्छ र इलेक्सन सकिने बित्तिकै त्यसको कार्यविधि पनि सकिन्छ, त्यो फेरि डिफङ हुन्छ। अर्को इलेक्सन आउँछ फेरि अनि 2 महिना अगाडि 3 महिना अगाडि समिति बन्छ। प्रसिद्धजीले भन्नुभएको कुरा त होल तपाईँको 12 महिना नै यो काम हुनुपर्छ, सकेसम्म 24 घन्टा र फुल तपाईँको विक नै काम हुनुपर्छ। र त्यसको लागि फेरि क्याडर्सहरूले कति गर्न सक्नुहुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। त्यसको लागि त प्रोफेसनलहरू हायर गरेर राख्नुपर्छ। तपाईँको रासोपाले त के गर्नुभएको थियो, उहाँहरूले त तपाईँको भोलिन्टियर्सहरू माग्नुभएको थियो, जब सिकर्सहरूलाई उहाँहरूले आह्वान गर्नुभएको थियो। हामीले कम्तीमा 200 भन्दा बढी ल्यापटप कम्प्युटरहरू म्यानेज गरेर भोलिन्टियर्सहरूलाई ट्रेन गरेर जो स्यालेरीमा आउन चाहनुहुन्छ उहाँहरूलाई कम्तीमा 10,000 15,000, जो इन्टर्न गर्न चाहनुहुन्छ उहाँहरूलाई अलि सानो खाजा खर्च दिएर, र जो प्रोफेसनल हुनुहुन्छ उहाँहरूलाई 1 लाख 1.5 लाखसम्म पनि पे गरेर 2 लाखसम्म पनि पे गरेर त्यसरी प्रोफेसनली राख्यो भने सरले भन्नुभएको जस्तो कुरा चल्छ। नत्र हाम्रो अर्गनाइज किन भइरहेको छैन भने हामीले त्यसलाई एकदमै प्रोफेसनल ढङ्गले चलाएनौँ। पोलिटिकल ढङ्गले यो चल्दैन क्या सर, पोलिटिकल ढङ्गले यो क्याम्पेनै हुँदैन। पोलिटिकल होइन, प्रोफेसनल ढङ्गले गऱ्यो भने मात्र क्याम्पेन हुन्छ। र फेरि अल्गोरिदम भनौँ न, आज बालेनले उहाँले करिब 27-28 मिनट बोल्नुभयो होला होल इलेक्सनको क्याम्पेनमा। हाम्रो एउटै भाषण 2 घन्टाको हुन्छ। सो कस्तो हुन्छ भने भाषण गर्दाखेरि पनि 3 मिनट बोल्दाखेरि के कुरा सोसियल मिडियामा न्यारेटिभको रूपमा इस्टाब्लिस हुनसक्छ, अल्गोरिदमको रूपमा जान सक्छ, के कुरालाई त लिसनरले क्याच गर्नुहुन्छ होइन, सही कुरा। त्यस कारणले बोल्दाखेरि पनि च्याट जिपिटीलाई सोधेर मैले के बोल्यो भने अल्गोरिदम पपुलर हुन्छ अथवा न्यारेटिभ इस्टाब्लिस हुन्छ भनेर सोधेर बोल्नुपर्ने अवस्था छ। अब हाम्रो बोलाइ त अब त्यस्तै छ। त्यस कारणले मैले अहिले धेरै गुनासोको कुरा गर्न चाहिनँ। त्यस कारणले म यहाँ गुनासो सम्बोधन गर्न एन्सर गर्न सक्छु कि भनेर आएको हो। त्यस कारणले मेरो एकदम समरीमा के हो भने एउटा डिजिटल स्ट्राटेजी हामी नम्बर 1, नम्बर 2 मा हामीले रिसोर्सेसहरू, जस्तै भनौँ न एउटा उम्मेदवारलाई पार्टीले कति दिने भन्ने कुरा, सहयोग गर्ने भन्ने कुरा होला, तर तपाईँको एउटा उम्मेदवारलाई डिजिटल्ली के डेटाहरू दिने अथवा के गर्न सक्ने भन्ने कुरा हामीले प्लान गरेर गऱ्यौँ भने त्यो चाहिँ म्याच्योर हुन्छ। र अर्को चाहिँ यसलाई पोलिटिकल, हामीले जहिले डिजिटल क्याम्पेनलाई पोलिटिकल्ली हेरेका छौँ क्या सर। डिजिटल क्याम्पेन भनेको पोलिटिकल मात्र हुँदै हुने, इट इज टोटल्ली प्रोफेसनल थिङ्स बट द कन्टेन्ट आर पोलिटिकल। त्यस कारणले प्रोफेसनल एप्रोचमा हामीले नहेरेको कारणले यसले समस्या भयो र ट्रान्जिसनल भयो। एकदम चुनाव अगाडि मात्र प्लान गऱ्यौँ, त्योभन्दा अगाडि प्लान गरेन। यति नै हो सर यसको समस्या। फेयर इनफ, थ्याङ्क यू सर। अब यसपछि मेरो एउटा जिज्ञासा छ क्या, के अरे इन्जिनियर साहब, दिवेश सर, यो जति सामाजिक सञ्जालमा जति फेक न्युजहरू आउँछ नि त, त्यो फेक न्युजहरू कसरी चाहिँ हाम्रो पार्टीले चाहिँ फिल्टर गरिरहेको छ, र अनि यो हाम्रो सूचना र प्रविधिलाई आर्थिकसँग कसरी जोड्छ त? अब हामीसँग सङ्घीय सरकार छैन, अब हाम्रो चाहिँ प्रदेश सरकारहरू छन्, स्थानीय सरकार छन्, त्यो स्थानीय सरकार र प्रदेश सरकार मात्र हामी चाहिँ जनतालाई कसरी सूचना र प्रविधिसँग जोडेर चाहिँ आर्थिक रूपमा लाभ दिन सक्छौँ भन्ने कुराको तय कहिले हुन्छ कि भइसकेको छ कि छैन, यो विषयमा जानकारी गराउन हार्दिक अनुरोध गरेँ। धन्यवाद। यो यस्तो छ, आर्थिक विषय चाहिँ एकदम इम्पोर्टेन्ट विषय हो। जस्तै नेपाली भनौँ न, नेपालबाट $550 मिलियन को यहाँबाट एक्सपोर्ट भएको थियो। अहिले लगभग 770 मिलियन छ भनेर सुन्छु, र यसको चाँडै नै यो 1 बिलियनसम्मको एक्सपोर्ट नेपालबाट हुन्छ भनेर भनेको छ। अब हाम्रो जिडिपीलाई कन्ट्रिब्युट गर्ने हो भने एउटा चाहिँ तपाईँको पर्यटनले गरेको छ, अर्को एग्रिकल्चरले गरेको छ, अर्को हाइड्रोले गरेको छ भने 4th चाहिँ आइटी इन्डस्ट्री नै हो। त्यस कारणले नेपालमा ट्यालेन्ट्सहरू, नेपालमा भनौँ न एकदमै धेरै मान्छेहरू आइटीमा अहिले पढिरहनु पनि भएको छ, र नेपालका 100औं कम्पनीहरू अहिले विदेशमा शाखाहरू खोलेर काम पनि गरिरहेको छ। अहिले म आफै पनि यो सिइओ भइसकेपछि, आफ्टर सिइओ मेरो एउटा कम्पनीमा मैले रिजोइन गरेको छु, र वी आर लन्चिङ प्रोडक्ट ग्लोबल्ली होइन। हामी विभिन्न कन्ट्रीमा हामी ट्राई गरिरहेका छौँ, त्यहाँ पार्टनर्सहरू खोजिरहेका छौँ। सकेसम्म हामी पहिला नेपालीलाई एप्रोच गर्छौँ। अहिले मेरै हजुरहरूले कम्पनीको कुरा गर्नुहुन्छ भने देयर आर मोर देन 50 पिपल वर्किङ इन माई कम्पनी होइन। सो हामी 50-60 जना भन्दा बढीलाई रोजगार दिएर अहिले काम गरिरहेका छौँ। सो अब कस्तो छ, अब यहाँ आर्थिक हिसाबले कहाँसम्म जोडिन्छ भन्दाखेरि
नेपालले विदेशबाट पठाएको काम नेपालमा काम गरेर एक्सपोर्ट मात्र गर्ने होइन कि नेपालको आफ्नो जुन प्रडक्टहरू छ त्यो प्रडक्टहरूलाई वर्ल्ड वाइड ग्लोबल्ली लान सकिन्छ। कतिपय गएका पनि छन्। र अब आइटी सेक्टरको चाहिँ जस्तै भनौँ न $20,000 1 लाख डलरसम्म नेपालबाट पैसा विदेश लान पनि पाइन्छ। आइटीको कम्पनीहरू अहिले विदेशमा गएर खोल्न पनि पाइन्छ। त्यस कारणले हामीले अब छलफल केन्द्रित गर्नुपर्ने यो जुन एनआरएनको तपाईँहरू एउटा यत्रो दिग्गज वर्ग हुनुहुन्छ जसले विदेश देख्नुभएको छ, विदेशको सिस्टम देख्नुभएको छ, विदेशमा अपर्च्युनिटी देख्नुभएको छ, विदेशमा $1 million $1 billion कम्पनीहरूमा कोही काम गर्नुहुन्छ, कोही काम गरेको मान्छेलाई चिन्नुहुन्छ। त्यो मान्छेले चाहिँ नेपालको आइटी ट्यालेन्ट्सहरू, आइटी कम्पनीजहरूसँग कोअर्डिनेसन गरेर हामीले चाहिँ हाम्रो छलफललाई पोलिटिकल छलफल त अब गर्दै गरौँला। त्यो हाम्रो पोलिटिक्स भनेको अ पार्ट अफ आवर लाइफ हो। तर त्यो पोलिटिक्स चाहिँ इट इज नट अल द थिङ्स होइन। हामीले चाहिँ इकोनोमीलाई अलिक बढी हामीले चाहिँ प्रायोरिटाइज गर्नुपर्छ जस्तो लाग्छ। त्यस कारणले यसरी डिजिटल इकोनोमीमा प्रायोरिटाइज गरेर काम गर्ने हुँदै गर्दाखेरि म बढीभन्दा बढी आइटीका साथीहरूलाई अझ यहाँहरू समक्ष ल्याउन सक्छु, जोइन गराउन सक्छु। र नेपाली कङ्ग्रेसले पनि अस्ति हामीले कुरा गर्दै गर्दाखेरि पनि त्यसमा मैले आइटी सेक्टरको डिमान्ड्सहरू के को छ त भनेर पनि राखेको थिएँ। आइटी सेक्टरको डिमान्ड अहिले के छ भने जस्तै स्कोप भनेको जस्तै भनौँ न स्कोपको कुरा गर्दै गर्दा मैले एउटा भने एक्सपोर्टको बिजनेस एउटा स्कोप छ। अर्को चाहिँ हाम्रा प्रडक्टहरूलाई, हाम्रो एपहरूलाई, हाम्रो सफ्टवेयरहरूलाई विदेशमा लगेर विभिन्न कम्पनी मार्फत अथवा विभिन्न पार्टनर्सहरू, च्यानल पार्टनर्सहरू बनाएर त्यहाँ सेल गर्ने स्कोप छ। अर्को भनेको डेटा सेन्टरहरू नेपालमा बनाएर कम्प्युटिङ क्यापेसिटीहरूलाई हामीले हाई कम्प्युटिङ क्यापेसिटीको डेटा सेन्टरहरू बनाएर हामीसँग त हाइड्रो पावर छ, हामीसँग एकदम सस्तोमा बिजुली छ। बिजुली हामीले इन्डियालाई अथवा अरू देशलाई इलेक्ट्रिसिटी एक्सपोर्ट गर्ने भन्दा पनि इलेक्ट्रिसिटीबाट यहाँबाट जेनेरेट भएको चिज एक्सपोर्ट गर्दै गर्दा त्यो चाहिँ गोल्ड माइन हुन्छ। इलेक्ट्रिसिटी मात्र एक्सपोर्ट गर्दाखेरि त्यसले धेरै इन्कम हामीले हासिल गर्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि अर्को भनेको चाहिँ अपर्च्युनिटीको कुरा गर्ने हो भने आजको दिनमा हाम्रो यो डिजिटल गभर्नेन्समा नेपालमा भनौँ न अहिले पनि तपाईँ वर्ल्ड ब्याङ्क र एडिबीको $90 million USD भन्दा बढीको लोन चाहिँ सरकारले लिएको छ भनेको त्यो डिजिटल काम गर्नको लागि सरकार। त्यो एउटा चाहिँ तपाईँको त्यो पनि एउटा प्राइभेट सेक्टरको लागि बिजनेस हो। त्यस कारणले अपर्च्युनिटिजहरू आइटीमा धेरै नै छ, विशेषतः नेपालमा कम्प्युटिङ क्यापेसिटीहरू, डेटा सेन्टरहरू। अर्को कुरा जस्तै भनौँ न अहिले भुटानको कुरा गर्ने हो भने भुटानमा सायद मलाई तेस्रो जस्तो लाग्छ, थर्ड उसको चाहिँ जिडिपी कन्ट्रिब्युसन भनेको चाहिँ क्रिप्टो माइनिङबाट हो। क्रिप्टो माइनिङ हुन्छ भुटानमा। त्यो भनेको के हो भने जस्तै नेपालमा क्यासिनोहरू छ, क्यासिनोहरूमा नेपाली जान पाउँदैन, विदेशीहरू आएर खेल्न पाउँछ नि। त्यस्तै गरी हामीले पनि नेपालमा क्रिप्टो माइनिङको काम गर्न सक्छौँ। क्रिप्टो माइनिङ मात्र गर्ने, ठिक छ, क्रिप्टो करेन्सीमा हामी क्वेसन्सहरू छ भने त्यो पनि खास बिग क्वेसन त होइन होला, त्यसलाई पनि लिगलाइज गर्न सकिन्छ। तर क्रिप्टो माइनिङको काम हामी नेपालमा हामीले गर्न सक्यौँ भने, माइनिङ गरेको चिजलाई हामीले त्यहाँ लान सक्यौँ भने द्याट विल बी अ भेरी गुड स्कोप फर अस। म सिइओ हुँदै गर्दाखेरि जापानको एउटा बुसान पार्क भन्ने छ, बुसान पार्कका मान्छेहरू हामीलाई भेट्न आउनुभयो र उहाँहरूले के भन्नु भने 20,000 भन्दा बढी मान्छेलाई हामी एआईमा रोजगारी दिन्छौँ। त्यो एआईको रोजगारी चाहिँ कसरी दिनुहुन्छ भनेर हामीले सोध्दै गर्दा हामी कोरियाबाट डेटाहरू ल्याउँछौँ, यहाँ डेटा सेन्टर हुन्छ, प्रोसेसिङ युनिट हुन्छ, यहाँको ट्यालेन्ट्सहरूले त्यो डेटालाई प्रोसेसिङ गर्नुहुन्छ। त्यो प्रोसेसिङ गरिसकेपछि त्यसको जुन रिजल्ट छ, आउटपुट छ, त्यसलाई हामी लिएर जान्छौँ कोरिया। किनभने हामीलाई त्यो डेटा, त्यो सिस्टम प्रोसेसिङ गर्नको लागि, त्यो इन्जिन बनाउनको लागि र त्यो ट्यालेन्ट्सहरूलाई युज गर्नको लागि इट इज भेरी कस्टली फर अस इन कोरिया। त्यस कारणले हामीले नेपालमा आएर काम गर्न चाहन्छौँ भनेर भन्नुभयो। यस्तो चिजहरू यहाँहरू मार्फत पनि, यहाँहरू पनि जस्तै हाम्रो प्रसिद्धजी आइटीमै हुनुहुन्छ, अरू धेरै साथीहरू यहाँ आइटीमा हुनुहुन्छ अथवा नन आइटी हुनुहुन्छ, आइटी त केही न केही बुझि नै हालिन्छ। त्यस्तो अपर्च्युनिटिजहरू भने यो देशमा हामीले के गर्न सक्छौँ। विभिन्न पालिकाहरू छन्, विभिन्न पालिकामा नेपाली कङ्ग्रेसको लिडरसिप छ, विभिन्न सरकारहरू छन्, प्रदेश सरकार त्यहाँ नेपाली कङ्ग्रेसको लिडरसिप छ। त्यसमा हामीले यसलाई नेपाली कङ्ग्रेसको डिजिटल स्ट्राटेजी बनाएर ल यसरी चाहिँ तपाईँहरूले इम्प्लिमेन्ट गर्नुहोस्। जस्तै अहिले तपाईँको 1 मेगावाटसम्मको मलाई थाहा लाग्छ 1 मेगावाटसम्मको सोलरको चाहिँ मिनी ग्रिड अहिले तपाईँको गाउँपालिका नगरपालिकाले बनाउन सक्छ। त्यस कारणले त्यो मिनी ग्रिड, त्यो जुन इनर्जी छ, त्यो इनर्जीबाट त्यहाँको चाहिँ एआईमा कम्प्युटिङ गर्ने अथवा त्यहाँको भनौँ न डिजिटल सिस्टममा केही कन्ट्रिब्युट गर्ने भन्ने कुरा हामीले त्यो इनर्जीसँग पनि जोडेर उहाँहरूलाई प्रस्ताव गर्न सक्छौँ। त्यस कारणले स्कोपहरू धेरै छन् सर छलफल गर्ने। आजको हाम्रो समयले भ्याउँदैन सर स्कोपहरू, अर्को दिन फेरि यसमा छुट्टै छलफल गरौँला हामी।
मैले हजुरलाई अब आजलाई यति नै गरेँ होइन, किनभने मैले अझ धेरै प्रश्नहरू तयार गरेका थिएँ। अब अर्को बसाइ पक्कै हुने चाहिँ मेरो चाहिँ विश्वास छ, हजुरले समय दिनुहुनेछ भन्ने कुरा म चाहिँ हजुरलाई रिक्वेस्ट पनि गर्न चाहन्छु। मैले अब जस्तो आज नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी ऐन, नियमावली, निर्देशिका, अध्यादेशको बारेमा त बहसै भएन। विद्युत कारोबार ऐन 2063, विद्युत कारोबार नियमावली 2064, सूचना ऐन 2053, सूचना तथा सञ्चार प्रविधि ऐन 2072, ब्रोड ह्यान्डलिङ ऐन 2071, सुरक्षा साइबर सुरक्षा नीति 2080 होइन, धेरै कुराहरूको बारेमा बहस गर्ने मन थियो। तर यी सबै कुराहरू चाहिँ अहिलेलाई थाती राखेर र अनि अध्यादेशले कति यी ऐनहरू र नियमावलीहरू कति हिट गरेको छ, कहाँ कहाँ यसले कभर गरेको छैन, यो अन्तर्राष्ट्रिय मापदण्ड हुन्छ। अन्तर्राष्ट्रिय परिधिभित्र रहेर हामीले चाहिँ अध्यादेश आयो कि आएन, त्यो अध्यादेश कसरी डिफेन्ड गर्ने, त्यो अध्यादेश चाहिँ जनतालाई चाहिँ वास्तवमा चाहिँ सेवाप्रदक छ कि छैन, विदेश र के अरे अन्तर्राष्ट्रिय जगतले चाहिँ राखेका मान्यता र नर्म्स भ्यालुभित्र रहन्छ कि रहँदैन, हामी कहाँ ग्याप भयो कि भएन भन्ने कुराको बारेमा बहस गर्नलाई समय नभयो। र अर्को पटक यी सम्पूर्ण विषयहरूलाई सम्बोधन गर्ने गरी हजुरलाई फेरि वेलकम गर्नेछु भन्दै आजको हजुरको यो बसाइ चाहिँ कस्तो भयो, सामान्य चाहिँ यसलाई चाहिँ फिडब्याक गरिदिनु हुन हार्दिक अनुरोध गरेँ। हजुरको म्युट अन गर्नु होला, म्युट अफ भा। हजुर अहिले ठिक भयो, अहिले आयो आवाज। हजुर सबैजना प्रश्नकर्ताहरूलाई धेरै धेरै धन्यवाद। हजुरले इन्टरभ्यूमा बोलाउनु भयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद। अब मेरो एउटा प्रस्ताव चाहिँ के छ भने साँच्चीकै इम्प्याक्टफुल काम गर्ने हो भने एउटा राउन्ड टेबल गर्नु छ। हजुरहरूले एउटा राउन्ड टेबल गर्दाखेरि बेटर, जो यो सेक्टरमा आइसिटी सेक्टरमा र डिजिटल गभर्नेन्स सेक्टरमा एक्सपर्टहरू हुनुहुन्छ, वर्ल्ड वाइड नेपालीहरू हुनुहुन्छ, उहाँहरूको एउटा राउन्ड टेबल गराउने प्रयास गर्नु होला। त्यो चाहिँ एकदमै इम्प्याक्टफुल हुन्छ। प्रसिद्धजी हुनुहुन्छ, सुनिरहनु भएको छ होला। उहाँ यो एउटा चाहिँ वर्ल्ड वाइड सुरु तपाईँले युरोपबाट गर्न सक्नुहुन्छ, अस्ट्रेलियाबाट गर्न सक्नुहुन्छ। मैले गर्न खोजेको थिएँ तर मलाई अब धेरै कारणहरूले गर्दाखेरि त्यो गर्न सकिनँ। तर मैले चाहिँ भनौँ न युएसएआइडीसँग पनि हामी कोलाबोरेसनमा थियौँ। वर्ल्ड वाइड नेपालको आइटी र डिजिटल गभर्नेन्सको एक्सपर्टहरूलाई एक ठाउँमा ल्याउन प्रयास गरेका थियौँ हामीले। त्यस कारण यो प्लेटफर्म, यो जुन चौतारी छ, त्यो चौतारीमा सरले त्यो प्रयास गर्नु होला भन्ने म अनुरोध गर्न चाहन्छु। दोस्रो कुरा, कोही नेपालमा भनौँ न आइटी सेक्टरमा इन्भेस्टमेन्ट गर्न चाहनुहुन्छ अथवा विदेशमा आइटी सेक्टरमा हुनुहुन्छ, यहाँको ट्यालेन्ट्सहरूसँग कनेक्टेड हुन चाहनुहुन्छ भने उहाँहरूसँग पनि एउटा हामीले ब्रिजिङ गर्न सक्छौँ। तेस्रो कुरा चाहिँ पार्टीको विषयमा छ। पार्टीको विषयमा आइटीसँग केही कन्ट्रिब्युट गर्न चाहने, डिजिटल गभर्नेन्समा केही कन्ट्रिब्युट गर्न चाहनुहुन्छ भने पनि हामी सम्पर्कमा रहन सक्छौँ। तर मेरो हजुरलाई रिक्वेस्ट के हो भने सर, हजुरले दिनदिनै कार्यक्रम गर्नुभएको छ, एकदमै च्यालेन्जिङ छ। मान्छे पाउनु पनि च्यालेन्ज छ, लिसनर पाउनु पनि च्यालेन्ज छ। यसलाई इम्प्याक्टफुल बनाउनको लागि हेर्नु नि, अब अस्ट्रेलियामा अहिले तपाईँको 12:30 गयो, पानी परिरहेको, बाहिर चिसो छ, त्यस्तै बाहिर चौरमा बस्नुपर्छ, घरमा बस्न मिल्दैन, घरमा परिवारहरू रिसाउँछन्। अनि यो त कन्टिन्यू तपाईँको गगन थापा पार्टी सभापति भएदेखि कन्टिन्यू हरेक दिन 6 बजेबाट गर्ने गरेको थिएँ, 7 बजेबाट गर्नु भन्नुभयो साथीहरूले। अनि 7 बजेबाट 9-10 बजेसम्म जान्छ। अब क्रमैसँग तपाईँको अरू अरू नेताहरू पनि क्रमैसँग आइरहनुहुन्छ। अब यो क्रम जारी छ, क्यारे मैले सम्पर्क गरिरहेको छु। सबैले सहयोग गर्नुभयो, हजुरहरूले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। र अर्को मेन कुरो मैले यहाँ आज हजुरलाई एउटा कुरो के जोड्न चाहेँ भने, वास्तवमा भन्यो भने हजुरले जसरी चाहिँ सरकारसँग रहेर 5वटा प्रधानमन्त्रीसँग रहेर काम गर्नुभयो भन्नुभयो, त्यसलाई चाहिँ नेपाली काङ्ग्रेसको वेबसाइटमा चाहिँ किन डाटाबेसमा राख्नु भएन? हामीले त्यहाँ पढ्न सकेनौँ। हामीले चाहिँ के अरे दिपेश विष्ट सरलाई क्लिक गर्ने बित्तिकै त्यहाँ त तपाईँको सबै हाम्रो चाहिँ सूचना प्रविधिको संयोजकले गरेका कामहरू, त्यसका स्कोपहरू हामीले त्यहाँ पढ्न पायो भने त्यो चाहिँ हाम्रो प्रपर्टी हो नि त, नेपाली काङ्ग्रेसको प्रपर्टी हो नि। एज अ तपाईँ विज्ञ भएर गरेको काम नै नेपाली काङ्ग्रेसको काम हो भन्ने चाहिँ हामीले एउटा ओनरसिप किन लिन सक्दैनौँ? तपाईँले त्यो गर्नुहुन्छ गर्नुहुन्न। शिक्षा क्षेत्रमा कृष्ण प्रसाद पौडेल सरले गर्नुभएको छ, डाक्टर साहबले गर्नुभएको छ। हिजो कृष्ण प्रसाद पौडेल सर चाहिँ हाम्रो झन्डै फाइटै परेको। उहाँले चाहिँ के भन्नुभयो भने प्रति सभामा गएर मैले कुरा राखेको छु भन्नुहुन्छ। अनि खै त हामीले सुने होइन अहिलेसम्म। तपाईँले राख्नु किचन क्याबिनेटमा कसले के गर्छ हामीलाई के थाहा हुन्छ र? को नेता पछाडि को चाहिँ यसरी फन्ड घुमिरहन्छ होला त? हुँदैन थोरै जनतालाई एउटा एक्सेस दिनु पऱ्यो नि, वेबसाइटमा राख्नु पऱ्यो नि। कृष्ण प्रसाद डाक्टर कृष्ण प्रसाद पौडेलले यो काम गरेको छ पार्टीको तर्फबाट भन्ने कुरा संसदमा आवाज उठाएको छ। अनि त्यहाँ त्यो रिजेक्ट भएको छ भन्ने कुरा हामीले पढ्नै पाउँदैन। अब इन्जिनियर चाहिँ दिपेश बास्त्रलाई के गर्यो भने कहाँ गएर पढ्ने त हामीले हेर्न पाउनु पऱ्यो नि। अनि हामी त्यहाँबाट कति कुराहरू डिस्कसन के हुनसक्छ, इन फ्युचरमा हामीले कति क्राइटेरिया मिट गर्न सक्छौँ, अनि बल्ल हामी चाहिँ एउटा निचोडमा पुग्छौँ होला नि त, होइन? त्यो छैन कि प्लेटफर्मै छैन। अनि डिजिटलमा आऊ भने किन डिजिटलमा आउने भनेर एउटा नेताहरू उभिरहेछन्।
उयो पहिला जस्तो डोका आज भारी बोकेर चाहिँ के अरे घर र गोठ गर्ने जमाना आइसक्यो। अब ट्र्याक्टर आज दौडिने बेला आइसक्यो, यहाँ उत्यो पऱ्यो भने कारमा दौडिने र के अरे ट्रेनमा दौडिने बेला आइसक्यो, साथीहरू डोकामै बोकेर हिँड्ने जमाना छ। यो कसरी चाहिँ यो धेरै च्यालेन्जिङ त पार्टीलाई पनि छ, तपाईँहरूलाई पनि छ, हामीलाई पनि छ, हामी बुझ्छौँ। तर यो चाहिँ यसलाई पार नगरिकन, यो बोर्डर पार नगरिकन नेपाली काङ्ग्रेस सुदृढ र सक्षम र सफल एकरूपता आउँदैन। नेपाली काङ्ग्रेसमा पारदर्शिता पनि आउँदैन। कसले कति पैसा खर्च गर्यो त्यो पनि थाहा छैन। अब तपाईँले स्पेसल्ली भन्दाखेरि हजुर त आइटीमा हुनुहुन्छ, गगन थापा चाहिँ कहिले पोखरा कहिले चाहिँ कहाँ कुदिरहनु भएको छ, कसको खर्चले कुद्या, त्यो पारदर्शिता हुनु पर्दैन? कहिले हेलिकप्टरमा कुद्या, कहिले प्लेनमा कहाँको खर्च हो? न पहिले गगन थापाले कसरी परिचालन गरिरहेको छ कि त्यो कुरो जनताले थाहा पाउनु पऱ्यो नि। स्पष्ट रूपमा पारदर्शी रूपमा नेपाली काङ्ग्रेसको वेबसाइटमा यति खर्च गरेछ, महिनामा यति खर्च भएको छ, पार्टीभित्र यसरी चाहिँ पार्टी चलिरहेको भन्ने कुरो त्यो हुन्छ नि, त्यो विश्वास चाहिँ ज्ञान त जनतासँग लिनलाई त पारदर्शी हुनैपर्छ। प्रश्न पार्ने माध्यम भनेकै डिजिटल प्लेटफर्म हो, त्यसमा तपाईँले काम गरिरहनु भएको छ। हार्दिकतापूर्वक हामीले तपाईँलाई स्वागत गर्छौँ र तपाईँको चाहिँ असफल कार्यकालको शुभकामना पनि दिन्छौँ। अझ हामी तपाईँ मिलेर अझ यसलाई बाहिर जनताको नजरमा अझ प्रष्ट रूपमा प्रस्ट्याउँदै आगामी दिनमा चाहिँ नेपाली काङ्ग्रेस स्पष्ट रूपमा पारदर्शी छ, विश्वसनीय छ, भविष्य यसले निर्धारण गर्छ, देश र जनतालाई चाहिँ मार्गनिर्देशन गर्छ भन्ने सुनिश्चित गर्दै अगाडि बढ्छ भन्ने म पनि विश्वास गर्छु। सम्पूर्ण साथीहरूलाई धन्यवाद। सुन्नुभएको छ, सरलाई पनि कस्तो लाग्यो? सर्ट बाइट मिठो बाइट गरिदिनु सर एउटा। हस्, धन्यवाद। हजुरहरूको यो प्रयास एकदमै सराहनीय छ। मैले आफ्नो अनुभव र केही कुरा यहाँ राख्न पाएँ, त्यसको लागि पनि धेरै धन्यवाद। मैले हजुरलाई अहिले सजेस्ट गरिहालेँ, एउटा चाहिँ राउन्ड टेबल पनि गर्दा बेटर हुन्छ, यही प्रोफेसनसँग सम्बन्धित, त्यो इम्प्याक्टफुल हुन्छ। म सबै सहभागीहरूलाई यहाँहरूको प्रश्न, यहाँहरूको कमेन्ट, मैले यहाँ कमेन्ट पनि पढिरहेको छु, इन्ट्रेस्टिङ कमेन्टहरू पनि आएको छ। कोही रिसाएर पनि लेख्नु भएको छ, कोही खुसी भएर लेख्नु भएको छ। रिसाएर लेख्ने, खुसी भएर लेख्ने सबैलाई धेरै 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 धन्यवाद। जय हिन्द।